ल त्यसो हो भने चाहिँ मैले यहाँबाट स्टार्ट गर्न चाहेँ होइन। यहाँ कता के हुन्छ कहाँ हो? ल अब हजुरले चाहिँ अब हामीले चाहिँ के गर्छौँ, हाम्रो बानी के छ भनेपछि फेसबुक पेजमा जाने होइन, त्यहाँनिर पेजेस अप्सनमा गएर क्रिएट पेजमा गएर नाम साम होइन यताउता सब क्रिएट गरिदिएर नेक्स्ट गरिदिन्छौँ। अनि त्यो उसले जे जे सोध्दै जान्छ हामीले त्यो त भर्दै जान्छौँ अनि लास्टमा डन गरिदिन्छौँ कि होइन। तर हामीले त्यहाँ धेरै कुराहरू चाहिँ मिस गरिरहेको हुन्छौँ कि है। जस्तै उसले चाहिँ अब हाई रिजोल्युसन त्यहाँ कभर फोटो खोज्छ, प्रोफाइल पिक्चर खोज्छ नि त फेसबुक पेज कुनै बिजनेसको हामीले क्रिएट गर्दाखेरि होइन। त्यसमा चाहिँ हामीले के गर्नुपर्छ भनेपछि सकेसम्म हाई क्वालिटीको कभर फोटो चाहिँ प्रोफाइल पिक्चर चाहिँ हुनु पऱ्यो कि होइन। जुन चाहिँ के हुनु पऱ्यो, मोबाइलबाट हेर्दा पनि भिजिबल होस् अनि हाम्रो उबाट ल्यापटपबाट हेर्दा पनि भिजिबल होस् होइन, मोबाइलको स्क्रिनमा, किनकि मोबाइल स्क्रिन हुन्छ नि त त्यहाँ भिजिबल होस् हामीले। अनि ल्यापटपबाट पनि भिजिबल होस् है, त्यो हुनु पऱ्यो। अनि जस्तै अब त्यसपछि यो प्रोफाइल पिक्चरको पार्ट होइन क्लियर चाहिँ हुनु पऱ्यो है। अब हजुरको बिजनेस के छ, कसैको के हुन्छ, त्यहाँ नाम हुन्छ, कसैको फोटो भइदिन्छ होइन। त्यो हुन्छ होइन, फोटो राख्ने त हो भनेर हामीले चाहिँ त्यो राख्छौँ कि होइन। तर के हुनु पऱ्यो, त्यहाँ चाहिँ हाम्रो लोगो हुनु पऱ्यो है, लोगोहरू हुनु पऱ्यो। अनि त्यहाँ टेक्स्ट चाहिँ सकेसम्म चाहिँ यदि हजुरको लोगोमा टेक्स्ट छ भने त्यो सकेसम्म चाहिँ अलि मान्छेले पढ्ने खालको होस् कि होइन, अलि मजाले देख्ने खालको होस्, त्यस्तो चाहिँ हुनु पऱ्यो है। अनि अब त्यसपछि आउँछ कभर फोटोको पालो आउँछ होइन। कभर फोटो पालोमा चाहिँ जस्तै मैले यहाँनिर यहाँ देखाउँछु है त मैले मैले एउटा नयाँ पेजैबाट देखाउँछु हजुरलाई होइन। स्लाइडबाट भन्दा पनि सिधै प्र्याक्टिकली देखाइदिन्छ है मैले होइन। जस्तै यहाँनिर हेर्नुभयो भने ल यहाँनिर हेर्नु यसमा केही पनि छैन है। मैले जस्ट अहिले चाहिँ के गरेको छु, यो प्रोफाइल पिक्चर माग्यो भने मैले प्रोफाइल पिक्चर राखेको छु होइन। यहाँनिर कभर फोटो पनि छैन नि होइन। अब यहाँनिर कभर फोटो कस्तो हो भनेपछि हजुरले चाहिँ के सोच्नु भनेपछि हजुरले ट्रेडिसनल वेमा मार्केटिङ गर्ने बेला हामीले के गर्छौँ, जस्तै ठुल्ठुला चोकमा भनौँ न, अझ मिल्ने होइन, चोकमा ठुल्ठुला बोर्डहरू देख्न आउँछ नि होइन, ख्याल गर्न आउँछ नि होइन। हो त्यो बोर्ड जस्तै चाहिँ हजुरले यसलाई सम्झिनु पऱ्यो कि होइन। यो जुन हजुरको कभर फोटो भन्ने एरिया छ त्यसलाई चाहिँ हजुरले चाहिँ त्यो बोर्ड जस्तै सम्झिनु पऱ्यो है। त्यो सम्झेर चाहिँ अनि हजुरले चाहिँ त्यो अनुसारको त्यहाँनिर हजुरले कभर फोटो चाहिँ राख्नुपर्छ है। मैले अहिले चाहिँ यहाँनिर एउटा कभर फोटो राख्न चाहेँ होइन। क्यानभाबाटै मैले हजुरलाई देखाउँछु होइन, सजिलो होला। ल क्यानभा देखाउँदै गर्दा अब यहाँनिर अब क्यानभाले धेरै सजिलो गरिदिएको नि त अहिले त होइन। केही दुःखै गर्नु पर्दैन, फेसबुक कभर फोटो हान्नु। टेम्प्लेट्समा जाउँ, यहाँ टेम्प्लेट्समा जानु पऱ्यो है। ल यहाँनिर यसरी आउँछ है। जस्तो अब यहाँनिर चाहिँ के गरिदिने सिम्पल, अब अहिले चाहिँ मैले यही कस्टमाइज गर्न चाहेँ होइन। ल अब यहाँनिर डिजाइनमा नि हामीले एक दुई तिनवटा होइन कुरालाई ध्यान दिनुपर्छ होइन। अब यहाँनिर मैले चाहिँ सिम्पल के गरिदिएँ भनेपछि लोगो राख्थेँ है। ल यहाँनिर यसो लोगो राखेँ होइन। हामीले के सम्झ्यौँ भनेपछि यो चाहिँ हाम्रो लागि ब्यानर हो होइन, ब्यानर हो जहाँ चाहिँ हामीले प्रचार प्रसार गर्न सक्छौँ, सबै कुराहरू गर्न सक्छौँ होइन। त्यस्तो लागि चाहिँ ब्यानर हो भन्ने सम्झिनु है। अनि यहाँनिर चाहिँ लेख्नु, आफ्नो कम्पनीको नाम लेख्नु होइन। मैले एसइओ एज भनेर राखेको थिएँ, एसइओ एजै राखेँ होइन। ल अब यहाँनिर यसलाई चाहिँ के गर्नु, अब हजुरले चाहिँ अब आफ्नो हजुरको कुन बिजनेस छ, के बिजनेससँग हजुरले चाहिँ लेख्न खोज्दै हुन्छ त होइन। त्यो कुराहरू चाहिँ यहाँनिर लेख्नु है। जस्तै अब यहाँनिर सबभन्दा सजिलो भने सर्भिसेस वी प्रोभाइड भन्नु होइन। यहाँनिर लेख्नु एसइओ सर्भिस, गुगल एड्स, मेटा एड्स भनेर लेख्नु है। अनि यसलाई सानो गराइदिउँ, यसलाई मैले यता हेरेर गइरह होला, मेरो यहाँ यता अर्को मोनिटरमा कनेक्ट भयो हुनाले मेरो यस्तो देखियो होला है। ल यहाँनिर चाहिँ हामीले के गर्नु सकेपछि कन्ट्याक्ट अस भनेर राखौँ है। ल अनि अर्को कुरा हामीले के ख्याल गर्नु पऱ्यो भने जस्तै हामीले यो ब्याकग्राउन्ड कलर छ नि होइन, यो पनि हाम्रो ब्रान्ड वाइज चाहिँ हुनुपर्छ है। त्यो भएपछि हामीले अब मान्छेले हेर्ने बेला पनि राम्रो रहेछ भन्ने बुझ्छ नि त होइन, राम्रो देखिन्छ त्यो भएपछि होइन। अनि जस्तै यहाँ टेक्स्टको यदि मल्टी कलरले युज गरिदिन्छ भने त्यो पनि हजुरले ब्रान्ड वाइज कलर युज गर्नु होइन। त्यो गर्न सकिन्छ है। जस्तै यहाँनिर अब यो कलरमा यहाँ माथि यहाँनिर हुन्छ है, यहाँनिर गएर चेन्ज गर्नुभयो भने यहाँनिर फोटोहरूले यहाँनिर राख्नु हो भने यहाँनिर अटोमेटिक आउँछ है। यहाँनिर लोगोहरूले यता राख्नु हो भने यहाँनिर अटोमेटिक चेन्ज हुन्छ है होइन। यसरी चाहिँ आउँछ है।
यसलाई मैले अझै ठुलो गर्न चाहे। ल यसरी चाहिँ राख्नु होइन। अब यो अरूले यति राख्छ कि अरू राख्दैन भने चाहिँ यतिमै अरूले राम्रो सबै कुरा राख्नुहुन्छ भनेपछि चाहिँ होइन। अब यहाँनिर त्यही अनुसारले अरू पनि राख्न सकिन्छ, तर यो सिम्पल यहाँ लोगो छ, यहाँ कम्पनीको नाम छ होइन, सर्भिस छ, चाहिएपछि कन्ट्याक्ट गर्छ होइन। यति नै राखौँ मैले है। ल अनि त्यसपछि यहाँनिर अर्को एउटा कुरा आउँछ होइन, एसइओको पर्सपेक्टिभमा हो त्यो चाहिँ होइन। यहाँ माथि अल टेक्स्ट भन्छ, इमेजको त्यहाँ इमेजको हामीले नाम हुन्छ नि, इमेजको नाम, त्यो चाहिँ अल टेक्स्ट भन्छ नि, त्यो चाहिँ एज अ एसइओ पोइन्ट अफ भ्यूमा चाहिँ त्यो एउटा इम्पोर्टेन्ट हो है। हामीले चाहिँ त्यही भएर यहाँ माथि हेर्नु त, यहाँनिर विशालको यहाँ एडमिट हुँदा हुन्छ एसइओ एज। ल मैले चाहिँ अहिले यस्तो राखिदिएँ होइन। अब यो प्रिमियम छ भने यहाँनिर टिक्लाउन मिल्छ होइन। अनि अर्को कुरा है, यहाँनिर जस्तै अझै यो चाहिँ मैले अब अरू साथीको थ्रुबाट ल्याउनाले यस्तो देखाएको छ होइन। हामीले क्यानभाको प्रिमियम लिँदैछौँ, प्रिमियम हामीले आफै सोल्ली किन्दैछौँ भनेपछि चाहिँ यहाँनिर एउटा कुरा के ख्याल हुन्छ हजुरको चाहिँ, हजुर यहाँनिर ब्रान्डहरू राख्नु मिल्छ है, आफ्नो ब्रान्डको बारेमा होइन। पहिले यहीँ प्रि स्टोर गर्न मिल्छ इमेजहरू, जस्तै यहाँनिर लोगो हेर्नु भने यहाँनिर यो साथीको कम्पनी हो यो, यहाँनिर पहिले लोगो राखेको छ उसले होइन। अब यहाँनिर अरू पनि राख्नु मिल्छ, यहाँनिर छ नि है, सबै कुरा चाहिँ उसले राख्नु मिल्छ है। ब्रान्डमा त्यो चाहिँ ब्रान्डमा गरेर राख्नु चाहिँ, जस्तै उसको कलर त्यही अनुसारले कलर आउँछ यी होइन। फन्ट पनि त्यही अनुसारले जुन फन्ट उसले त्यहाँ राख्नु खोजेको छ आफ्नो वेबसाइटको थ्रु आउट त्यो डिजाइनमा, त्यो त्यही अनुसारले राख्नु मिल्छ होइन। सबै कुराहरू यहाँनिर चाहिँ राख्नु मिल्छ है यो क्यानभा एपमा है। ल मैले चाहिँ अहिले के गरिदिएँ, अहिले चाहिँ यहाँ गएँ, यहाँनिर एड कभर फोटोमा क्लिक गरेँ, चुज कभर फोटो, नभए यसरी गर्दा नि हुन्छ, यसले ड्र्याग एन्ड ड्रप गर्दा नि हुन्छ होला, मान्ने रहन्छ अहिले। अपलोड अ फोटो, कहाँ बस्यो फेरि यो, ल यहाँनिर चाहिँ। अनि यसलाई अझ यसरी राख्नु भने एकचोटि अझ यसरी पुरै स्लाइड गर्नु चाहिँ, अब हामीले क्यानभाबाट गएर आउनाले उसले ट्याक्क साइज मिलाएर राखिदिएको छ होइन। यसलाई चाहिँ सेप चेन्ज गर्नु। ल मैले हजुरलाई पेज क्रिएट गर्न चाहिँ सिकाएँ नि, अब सबैले वान वान लेख्नु माथि गएर होइन, त्यो चाहिँ सिकाएन। अनि त्यसपछि म हजुरलाई चाहिँ अब एड रन गर्न सिकाउँछु होइन। यहाँसम्म त सक्नुहुन्छ होला नि, यहाँसम्म त सबैले सक्नुहुन्छ जस्तो लाग्छ। अनि अर्को कुरा यहाँनिर के ख्याल गर्नु भनेपछि, यहाँनिर यहाँ माथि नाम हेर्नुभयो भने यहाँनिर हेर्नु त, यहाँनिर यो छ नि, यो हो हाम्रो सबभन्दा इम्पोर्टेन्ट चाहिने भने चाहिँ यो हो है। अब जस्तै मैले यहाँनिर facebook.com/SOEs राखेँ नि होइन, जिरो पनि राखेँ। अब मैले एसओएज मात्र राख्नु खोजेको थिएँ, त्यो एसओएज भेटिएन कि, उसले दिएन, एभाइलेबल भएन होइन। हो त्यसको लागि चाहिँ हामीले यो छुट्टै सेटिङमा गएर होइन राख्नु मिल्छ है। जस्तै यहाँनिर हजुर जानुभयो भने, यसलाई एकछिन रोक्नु है, यसलाई मैले यहाँनिर सेटिङमा जानुभयो भने यसरी खुल्छ यी होइन। अनि यहाँनिर तल पेज डिटेलमा जानुभयो भने यहाँ त पेज डिटेलमा यिनी कुरा राख्नु मिल्यो होइन। यहाँनिर के हो, अब जस्तै यहाँनिर हेर्नु त एड्रेस भयो, वाट्सएप छ, सर्भिस एरिया छ, अनि यहाँनिर लिङ्क्सहरू छ, बेसिक प्राइजिङहरू छ, सबै कुरा चाहिँ यहाँनिर राख्नु मिल्यो यी होइन। अनि यहाँनिर कहिले कहिले खुल्छ, जस्तै गुगलमा बिजनेस प्रोफाइलमा हुन्छ नि, त्यस्तै कुराले पनि सबै कुरा चाहिँ अपडेट गर्न मिल्छ है। अनि त्यसपछि यहाँनिर थोरै तल जानुभयो भने यहाँनिर पेज सेटअप भन्ने भेटाउनुहुन्छ हजुरले होइन। मैले इम्पोर्टेन्ट मेन मेन हजुरको जुन जुन चाहिन्छ नि त्यही मात्रै हाइलाइट गरेर राखेको छु है सेटिङभित्र है। यहाँनिर धेरै कुराहरू हुन्छन् होइन। अँ त्यस्तै अब यहाँनिर नेममा हजुरले जानुभयो भने चाहिँ यहाँनिर नेमको यहाँनिर आउँछ है। नेम चाहिँ हजुरले सायद हजुरले चेन्ज गर्न दिन्छ कि 60 डेजभित्र चाहिँ हजुरले चेन्ज गर्न पाउनु है। त्यही भएर नेम राख्दा चाहिँ सोचेर हजुरले के नाम राख्नु, आफ्नो बिजनेसलाई केले अगाडि बढाउनु त होइन, आफ्नो डिजिटल मार्केटमा त्यो बिजनेसलाई के कुन कुराले चाहिँ अगाडि बढाउने होइन, त्यो कुरा चाहिँ हजुरले सोचेर राख्नुपर्ने हुन्छ है। त्यो हजुरले एकचोटि राख्नु हो भने, त्यो सेभ गर्नु हो भने 60 दिनसम्म चाहिँ हजुरले त्यसलाई छुन पनि पाउनु है, चेन्ज गर्नै पाउनु त्यसलाई है। त्यसपछि अर्को यहाँनिर छ, अब मैले यहाँ माथि देखाएको थिएँ नि होइन, यहाँ माथि जस्तै यहाँनिर मैले फेसबुकमा गएर देखाएँ भने यो माथिको नाम छ नि, यो चाहिँ युजर नेम भन्छ नि यसलाई चाहिँ है। अब युजर नेम हामीले कसरी चेन्ज गर्नु भने यहाँनिर छ नि, यो यो ट्याब हुन्छ यहाँनिर। जस्तै यहाँ कहाँ जानु हजुर, सेटिङमा जानु, सेटिङमा गएर यहाँ पेज सेटअप भन्ने अप्सन हुन्छ है। पेज सेटअपमा हजुर जानुभयो भने यहाँनिर नेम हुन्छ होइन। नेमभित्र गएर हजुर हेर्नु भने यहाँनिर युजर नेम भन्ने हुन्छ है। युजर नेम भन्ने हुन्छ यहाँनिर, युजर नेममा हजुरले एडिट गर्नुभयो भने अब यहाँनिर चाहिँ हजुरले राख्नु पाउँछ क्या नि। जस्तै मैले यहाँनिर एसओ एजमा राख्नु खोज्यो भने सायद एभाइलेबल छैन होला यो,
युजर नेम नट एभाइलेबल भन्छ होइन। त्यही भएर सकेसम्म चाहिँ हामीले के गर्नु पऱ्यो, बिजनेसको नाम राख्दा चाहिँ युनिकवाला नाम राख्नु पऱ्यो है, इजी टु रिड अनि युनिकवाला चाहिँ नाम हुनुपर्छ है जहिले पनि है। मैले चाहिँ जस्तै एसयु जेरो राखेँ होइन, एभाइलेबल छ, मैले अहिले चाहिँ चेन्ज गर्ने जस्तै हजुरको यहाँनिर सायद त्यो बिजनेसमा पेजमा गएर हेर्नु भने त्यो नहुन सक्छ कि युजर नेम नहुन सक्छ होइन। अब आजभोलि धेरै बिजनेसको होला होइन, तर हजुरले भर्खर नयाँ पेज सेटअप गर्दै हुन्छ, नयाँ बिजनेस चलाउँदै हुन्छ भने चाहिँ यो कुरा चाहिँ हजुरको त्यहाँनिर नहुन सक्छ है। यो कुरा नि हजुरले ख्याल गर्नु पऱ्यो है। यो भइसक्यो हजुरलाई के हुन्छ, फेसबुकमा गएर facebook.com/SU80 हाने पनि भयो, फेसबुकमा गएर सर्च गर्ने बेला SU80 मात्रै हाने नि भयो होइन। लगइन गर्ने बेला हजुरले जस्तै आफ्नो आइडी पनि यसरी गर्न मिल्छ है। लगइन गर्ने बेला हजुरले आफ्नो युजरनेम मात्रै हानेर पासवर्ड हानेर लगइन गर्दा हुन्छ, नम्बर पनि चाहिन्न, इमेल पनि चाहिन्न होइन, केही चाहिँदैन, युजरनेम मात्रै हान्नु अनि पासवर्ड हान्नु, त्यति बेसी लगइन भइहाल्छ है हजुरको है। हो, त्यो कुरा है, यो चाहिँ युजरनेम भने त्यति इम्पोर्टेन्ट हुन्छ है। म फेरि यहीँ पेज सेटअपभित्रै गएँ अनि यहाँनिर हजुरले पेज एक्सेस भन्ने पाउनुहुन्छ है। अब यहाँनिर दुईवटा हुन्छन् है पेज एक्सेस भन्ने कुराहरू है। यहाँनिर पिपुल विथ फेसबुक एक्सेस, पिपुल विथ टास्क एक्सेस भन्ने हुन्छ, अनि यहाँनिर कम्युनिटी म्यानेजर हुनुहुन्छ है, तिन थरी हुनुहुन्छ नि सरी। अनि यहाँनिर जस्तै अब हजुरले यो पिपुल विथ फेसबुक एक्सेसभित्र हजुरले क्लिक गर्नुभयो भने यहाँनिर हजुरले के पाउनुहुन्छ, पेज डिलिसन, पेज पर्मिसन, कन्टेन्ट, मेसेज एन्ड कल्स, कम्युनिटी एन्ड एड सबै पाउनुहुन्छ। यो सबै कुराहरू चाहिँ हजुरले यो पेजको एक्सेस दिने बेला पाउँछ होइन। जस्तै अब हजुरले कुनै मान्छेलाई इम्प्लोइलाई होइन पेजको एक्सेस दिनु पऱ्यो भने हजुरले यो कुरा चाहिँ ख्याल गर्नु है, कुन एक्सेस दिँदा चाहिँ उसलाई बेस्ट हुन्छ होइन। जस्तै यहाँनिर पेज पिपुल विथ फेसबुक एक्सेसै दिने कि होइन, जस्तै यहाँनिर एड गर्न मिल्छ यी होइन। यहाँनिर मेरोमा नाम देखाएन होइन, जस्तै म आफ्नै नाम सर्च हाने, फ्रेन्ड भोइस चाहिँ सजिलो हुन्छ है, सबभन्दा सजिलो चाहिँ फ्रेन्ड हुनु पऱ्यो है, सुरुमा फ्रेन्ड भोइस चाहिँ हजुरले एक्सेस दिन चाहिँ सजिलो हुन्छ है। अनि यहाँनिर हेर्नु त त्यो माथि सबभन्दा फर्स्ट एक्सेस थियो नि, पिपुल विथ फेसबुक एक्सेस भन्ने थियो नि, त्यसले चाहिँ के पाउने भयो, कन्टेन्ट पाउने भयो, मेसेज एन्ड कलको पनि एक्सेस पाउने भयो, कम्युनिटी एक्टिभिटीको पाउने भयो, त्यो भने चाहिँ कमेन्टहरूलाई रेस्पोन्ड गर्ने होइन, त्यहाँ अब पोस्टहरू कोही अनवान्टेड छ भने त्यसलाई रिपोर्ट गर्ने, रिमुभ गर्ने अनि होइन, त्यसपछि यहाँनिर एड्सहरू क्रिएट गर्ने होइन। अनि यहाँनिर इन्साइटहरू पेज कस्तो ग्रो भइरहेको के भइरहेको त्यो पनि हुन्छ है। अनि एउटा कुरा यहाँनिर तल यो हेर्नुभयो भने यहाँनिर यो कुरा यसलाई हेर्नु त, यहाँनिर यो हेर्नु हो भने के छ, एलो दिस पर्सन टु हेभ फुल कन्ट्रोल भने होइन। अब यो भने के हो, हजुरको पेजसँग रिलेटेड उसले सबै कुरा गर्नु पाउँछ, यिनी माथिका त पाउँछ पाउँछ यिनी होइन, यिनी चाहिँ उसले चाहिँ पाउने भयो, तर यहाँनिर अब डिलिट पनि गर्नु पाउनु भयो कि होइन। अब जस्तै हजुरले कोहीलाई ल मेरो पेज ह्यान्डल गर्न त भनेर हजुरले सोसियल मिडियाको एक्सेस दिनुभयो भने उसले चाहिँ यसलाई झुकेर यो एक्सेसलाई अन गरिदिइ दिनु भने के भयो, उसको अब ल राम्रो रहेछ नि त ठिकै छ, नराम्रो रहेछ भने उसले के गरिदिनु सक्ने भयो, त्यो हजुरको फेसबुक पेजलाई डिलिट पनि गरिदिनु सक्छ कि है। हो, त्यो कुरा चाहिँ हामीले बुझेर चाहिँ दिनुपर्छ है यो एक्सेस दिने बेला चाहिँ होइन। ल अनि त्यस्तै अब यहाँनिर अर्को एउटा एक्सेस छ होइन, म अर्कोहरूलाई पिपुल विथ टास्क एक्सेस भन्नेमा देखाउन चाहेँ होइन। अब यो भने के हो भनेपछि कोहीलाई हजुरले होइन जस्ट मेरो सोसियल मिडियामा पोस्ट गरिदेल न त होइन, डेली पोस्ट गरिदेल, डेली एक्टिभ गरिदेल भनेर दिनु खोज्नु भने त्यस्तो लागि चाहिँ यो काम लाग्छ है। जस्तै मैले यहाँ देखाउन चाहेँ, ल मैले चाहिँ मेरै नाम दिएँ होइन, यहाँनिर हेर्नु त त्यो माथिको एक्सेसमा के थियो, यो सबै कुरा अटोमेटिक अन थियो होइन। अब यसमा चाहिँ के छ, यो चाहिँ अब हजुरले चुज गरेर चाहिँ दिन सक्नुहुन्छ है। अब जस्तै यहाँनिर हेर्नु भने कन्टेन्ट उसले चाहिँ ल तैँले चाहिँ केही नगर, मेरोमा जस्ट कन्टेन्ट मात्रै हाल होइन, कन्टेन्ट मात्रै हाल, पोस्टहरू होइन म्यानेज गर होइन, त्यसको लागि मात्रै हो भने चाहिँ हजुरले यो मात्रै अन गरेर दिँदा हुन्छ होइन। अब त्यसपछि यहाँनिर ल कोहीलाई चाहिँ हजुरले मेरो पेजमा आएको मेसेजलाई रिप्लाई गरिदिनु होइन, कल आएको बेस कल उठाएर रेस्पोन्ड गरिदिनु होइन, त्यस्तो लागि चाहिँ दिन खोज्छ भने यो एक्सेस दिनु पऱ्यो है, यो एक्सेस दिँदा हुन्छ है। अनि त्यसपछि यहाँनिर कम्युनिटी एक्टिभिटी भन्ने छ होइन, यो कम्युनिटी एक्टिभिटी भने के हो, त्यहाँको कमेन्टहरूलाई रेस्पोन्ड गर्ने होइन, त्यहाँ नि कोही ग्रुप होइन कतै चाहिँ उसले कोही युजरले नराम्रो कुरा राखेको छ, नराम्रो कुराहरू सेयर गरिरहेको छ भने त्यसलाई रिपोर्ट गर्ने, त्यसलाई डिलिट गरिदिने होइन, त्यो कुराहरू छ भने हजुरले त्यति मात्रै एक्सेस पनि दिन सक्नुहुन्छ है। अनि अर्को के छ यहाँनिर एड्स, जस्तै हजुरले यो छुट्टै मान्छेलाई दिनुभएको छ, यो छुट्टै मान्छेलाई ह्यान्डल गर्न दिनुभएको छ, अनि यो एड चाहिँ हजुरले छुट्टै मान्छेलाई ल मेरो पेजमा चाहिँ एड रन गरिदेऊ न त होइन, त्यस्तो भनेर दिनुभएको छ भने यो मात्रै हजुरले टिक लगाएर दिँदा हुन्छ है। त्यो एक्सेस दिँदा चाहिँ हजुरले ख्याल गर्नु पऱ्यो है। अनि अर्को एउटा कुनैलाई चाहिँ कोही बिजनेस ग्रोवर होइन कन्सल्टेन्टलाई चाहिँ अब यो चाहिँ हजुरले इन्साइडवाला एक्सेस दिनुभएको छ होइन, यो माथि केही दिनमा छैन, यो पनि दिनमा छैन, यो पनि दिनमा छैन, यो पनि दिनुभएको छैन, यो पनि एड्स पनि नचला भन्नुभएको होइन, उसले चाहिँ जस्ट के छ इन्साइड मात्रै एक्सेस दिनुभएको छ भनेपछि त्यो उसले चाहिँ के एक्सेस पाउने भयो, हाम्रो पेजले कस्तो पर्फर्म गरिरहेको छ होइन, जस्तै हाम्रो त्यहाँ कन्टेन्ट राखेर कस्तो एप पर्फर्म गरिरहेको छ होइन, यो मान्छेले कन्टेन्ट राख्ने मान्छे राम्रो काम गरिरहेछ कि छैन होइन, अनि यहाँनिर एड हाल्ने मान्छे राम्रोसँग एड हालेछ कि छैन होइन। हो, यो सबै कुराहरू चाहिँ हजुरले यो एक्सेसबाट चाहिँ हामीले सेटअप गर्न मिल्छ है। त्यही भएर सबभन्दा सजिलो चाहिँ यो हुन्छ है, कोहीले हजुरले काम एज ए इम्प्लोयर राख्दै हुन्छ हजुरको बिजनेसलाई हेर्नेलाई भनेपछि यो एक्सेसवाला चाहिँ पार्ट सबभन्दा बेस्ट हुन्छ है, यो माथिको भन्दा
योभन्दा योवाला एक्सेस हुन्छ नि टास्क एक्सेस भन्ने पार्ट होइन, त्योवाला चाहिँ हाम्रो बेस्ट हुन्छ है। हाम्रो कुनै हजुरले इम्प्लोइलाई एक्सेस दिँदै हुन्छ भने चाहिँ, जस्तै आजले अनलाइन सपिङ भनौँ न, अनलाइन सपिङको लागि हजुरले चाहिँ के गर्नु, ल कोहीलाई चाहिँ हजुरले यहाँनिर एक्सेस दिनुभयो नि, ल आएको मेसेजलाई मात्रै रेस्पोन्ड गर भनेर दिनुभयो भने चाहिँ हजुरले चाहिँ यहाँनिर अब यसलाई ट्याक्क यसलाई मात्रै क्लिक गरिदिनु भयो, यसलाई मात्रै अन गरिदिनु भनेपछि यहाँनिर गिभ एक्सेस भनेर दिनुभयो भने अब हजुरको यहाँ पासवर्ड हान्न पठाउँछ, पासवर्ड हानेपछि अनि यहाँनिर पासवर्ड हाने, पासवर्ड हानेर चाहिँ हजुरले चाहिँ एक्सेस दिनुभयो भने चाहिँ कन्फर्म हुन्छ है। अनि यो एक्सेस चाहिँ अर्को के हुन्छ भनेपछि उताहरूले जसलाई एक्सेस दिनुभएको छ त्यसले चाहिँ अन्डर 30 डेजभित्र चाहिँ एक्सेस चाहिँ एक्सेप्ट गरिसक्नुपर्छ है। जस्तैहरूले पठाउने बित्तिकै उसो के हुन्छ 29 डेज अटोमेटिक भइहाल्छ है, त्यो फेसबुककोमा अब त्यस्तै छ सिस्टम होइन। उसले अटोमेटिक नै 29 डेज पाउँछ है। अनि अर्को यहाँनिर छ, अर्को अब अर्को एउटा यहाँनिर छ कम्युनिटी म्यानेजर भन्ने होइन। अब यो भने चाहिँ के हो भनेपछि कमेन्टहरूलाई म्यानेज गर्ने होइन, पोस्टहरूलाई म्यानेज गर्ने, कोही अब नचाहिने मान्छे छन् भने तिनीहरूलाई रिमुभ गरिदिने होइन, हो त्यो कुराहरू चाहिँ हुन्छ है। कोही अब कोही मान्छेले स्प्याम लिङ्कहरू स्प्याम पोस्टहरू राखिरहेको छ होइन, त्यस्तो कुराहरू छ भनेपछि यसलाई चाहिँ हामीले यहाँबाट म्यानेज गर्न सक्छौँ, यहाँबाट एक्सेस दिएर है। यहाँनिर मिल्छ होइन, फुल कन्ट्रोल छ। कोहीले अब यहाँनिर ल मैले अब यहाँनिर हेरौँ त म्यानेजर स्ट्रिम है, स्ट्रिमको लागि यो सबभन्दा मेन त होइन। पेजको थ्रुबाट हामीले कहिलेबाट लाइभहरू यताउता गऱ्यौँ भने होइन, त्यसको लागि हो होइन। सेन्ड इन्भाइट गरेपछि चाहिँ उता अटोमेटिक इन्भाइट जान्छ है। ए पेन्डिङ हुन्छ, उता फेसबुकमा आउँछ, उता फेसबुकमा आएपछि चाहिँ हामीले एक्सेप्ट गरेपछि यो चाहिँ उसले पाउने भयो होइन। उसले चाहिँ के मात्रै पाउने भयो, जस्ट त्यहाँको कमेन्टहरूलाई रेस्पोन्ड गरिदिने होइन। जस्तै हजुर कुनै कुनै फेसबुकको पोस्ट फेसबुक लाइभमा जानुभयो भने त्यहाँनिर मोडेटर भनेर लेखा हुन्छ नि होइन, कोही मोडेटर लेखा हुन्छ, कोही कम्युनिटी म्यानेजर के लेखा हुन्छ कि होइन। हो त्यस्तोवाला जो मान्छे हुन्छ नि त्यसले यसरी चाहिँ एक्सेस पाउँछ है। अब त्यो लाइभको थ्रुबाट नि मिल्छ होइन, तर यहाँबाट हजुरले छुट्टै दिनु पऱ्यो नि, यसरी चाहिँ दिनु पऱ्यो है। ल के छ यो बुझ्नुभयो नि होइन, एक्सेसवाला पार्ट बुझ्नुभयो। ल ल अरूले अरूले भन्नु त ल। ल ठिक छ। ल अब हामी जाऊँ होइन, यहाँनिर एड रन गर्न जाउँ है त। मैले यहाँनिर एउटा पोस्ट हालेको छु होइन एसइओको रिलेटेड, त्यो पोस्टलाई चाहिँ हामीले यो पोस्टलाई हामीले एड रन गरौँ है त। अब यहाँनिर हजुरको तिनवटा तरिका हुन्छ है एड रन गर्ने है। एउटा हुन्छ यहाँबाट यो बुस्ट पोस्ट क्लिक गर्नु पनि एउटा तरिका हुन्छ होइन, एउटा चाहिँ मेटा बिजनेस सुइटबाट जानु पनि त्यहाँ अर्को तरिका हुन्छ होइन। अनि अर्को भने चाहिँ के छ, एड म्यानेजर हुन्छ है। सबभन्दा झ्याउ सबभन्दा डिटेलमा काम गर्ने भने एड म्यानेजर हो होइन, त्यो सबभन्दा झ्याउ भयो भने झ्याउ टेक्निक हो। त्यही भएर धेरै मान्छेहरूले धेरै ठाउँ के गर्नुहुन्छ भनेपछि सिम्पल केही गर्ने नगर्ने पेज एक्सेस ऊ गर्ने स्विच गर्ने, अनि यहाँनिर बुस्ट पोस्ट भन्ने हुन्छ कि सिधै बुस्ट पोस्टमा क्लिक गर्ने, अनि यहाँनिर सिधै एड रन गरिदिने कि त्यहाँभित्र अरू डिटेल्स केही मैले त्यस्तो देख्दिनँ कि डिटेलहरू हाल्ने यताउता यति एज ग्रुपको लागि चाहिँ विशाल सरले कुरा गर्नु होइन। त्यो जुन टार्गेट पर्सनाज हुन्छ त्यो पर्सनलाई राम्रोसँग टार्गेट नगरेर हाल्ने होइन, हो त्यो देख्छु कि धेरै जस्तो ठाउँमा होइन, मैले देखाएको ठाउँमा है। ल ल हजुरहरूले भन्नु त यो तिनवटा मेथडबाट हजुरहरूले यदि एड रन गर्नुभएको छ भने कुन मेथडबाट एड रन गर्नुभएको छ। 1 2 3मा, वानमा यो, टूमा अर्को बिजनेस सुइट, थ्रीमा एड म्यानेजर। ल महेश लामाजीले 192 भन्नुभयो होइन, र विदिशाजीले पनि 192 भन्नुभयो, ल सुरजजीले 1 भन्नुभयो होइन, ल किर्क लिम्बूजीले 1 2 3 सबै भन्नुभयो होइन। ल मैले चाहिँ अब तिनवटा तरिका त एड म्यानेजर त अब म एसो फिल्म धेरै लाग्यो हुनाले मैले त्यो चाहिँ भुलिसकेँ। म मेटा बिजनेस बिजनेस सुइटबाट र योबाट चाहिँ मैले यहीँनिर देखाउँछु होइन। ल यहाँनिर हजुरले केही नगर्नु होइन, जस्ट यहाँनिर बुस्ट पोस्टमा हजुरले क्लिक गर्नु हो भने सिधै एड सेन्टरमा लगेर छोड्छ उसले होइन। बुस्ट यसलाई चाहिँ सजेस्ट गर्दैनन् मान्छेले धेरै जसोले होइन, यो चाहिँ धेरैले इफेक्टिभ पनि हुनुहुन्न होइन, त्यही भएर बुस्ट पोस्ट चाहिँ सिलेक्ट चुज गर्न नगर्नु भन्छन् मान्छेले होइन। म चाहिँ जस्ट देखाउदिनँ मात्रै होइन। ल यो तरिका हुन्छ यहाँनिर। अब अरूले चाहिँ हामीले के गर्छौँ सिधै यहाँनिर जान्छौँ, नर्मल देखाएँ है मैले है, नर्मल देखाएँ होइन। देखाउनु त मैले उबाटै देखाउँछु, बिजनेस सुटबाटै एड रन देखाउँछु होइन। यहाँनिर बुस्ट पोस्ट गरिदिने, अनि यहाँनिर यहाँ जाने कि यहाँ पनि किन हेर्ने, एउटा पोस्टलाई उ गर्ने त होइन। यहाँनिर अब धेरै गरी यो बजेट चुज होला, नत्र त्यही पनि हुन्न होइन। यहाँनिर यो बजेट चुज कहिले सकिन्छ त्यो गरिदिने होइन। यहाँनिर $2 गरिदिने, भइगयो 5 दिनलाई गर्ने, धेरैले यही गर्ला नि, धेरै जसोले यही गर्ने होइन। अनि बुझ्न पब्लिस गरिदिने होइन। अब यहाँ माथि के छ, यहाँ माथि यो मिलेको छ कि छैन, टार्गेट पर्सनल हामीले केही हेर्दैनौँ कि होइन। ल त्यसो चाहिँ गर्नुहुन्न है।
ल मैले चाहिँ अब हजुरलाई यहाँनिर बिजनेस सुइटबाट देखाउँछु होइन। बिजनेस डट फेसबुक डट कम भन्ने हुन्छ है। यहाँनिर जानु हजुर, यो युआरएलमा जानु होइन। यो युआरएलमा जानु यसरी आउँछ है, हजुरको यसरी पपअप हुन्छ। मोबाइलमा हजुरले मोबाइलमा गर्नु भने मेटा बिजनेस सुइट भन्ने छुट्टै एप इन्स्टल गर्नुपर्ने हुन्छ होइन। तर सजिलो यस्तै ल्यापटपबाट कम्प्युटरबाट छ हजुरको, त्यसबाट सजिलो हुन्छ है। ल यो चाहिँ एउटा बिजनेस यो म्यानेज गर्नको लागि सबै प्लेटफर्मको लागि हो होइन। अब हामी यहाँनिर एउटा के हुन्छ भने चाहिँ यहाँनिर अब यसरी आउँछ है हजुरको, जस्तै यहाँनिर इन्स्टाग्राम पनि कनेक्ट गर्नु, यदि इन्स्टाग्राम कनेक्ट भएको छैन भनेपछि होइन। यहाँनिर इन्स्टाग्राम कनेक्ट गर्नु नि यहाँ सबै कुरा चाहिँ यसैमै अटोमेटिक हुन्छ है। अब यहाँनिर इनबक्सहरूले जस्तै को मान्छेले मेसेज गर्ने, इन्स्टाग्रामबाट मेसेज गरे कि फेसबुकबाट मेसेज गरे कि होइन, यहाँनिर सबै कुरा देखिन्छ। यहाँनिर फिल्टर पनि गर्नुहुन्छ, मेसेन्जरको मात्रै मेसेज हेर्छु, इन्स्टाग्रामको मात्रै इन्स्टा मेसेज हेर्छु होइन। यहाँनिर फेसबुकको कमेन्टको मात्रै कमेन्ट हेर्छु, इन्स्टाग्राम कमेन्टको मात्रै कमेन्ट हेर्छु होइन। त्यो सबै कुराहरू चाहिँ यहाँनिर गर्न मिल्छ है। अनि यहाँनिर होममा हेर्नु भने अब यहाँनिर केही नै हुन्न धेरै जस्तो त होइन। यहाँनिर आफ्नो अब हजुरको यो आफ्नो बारेमा देखाउँछ, पेजको बारेमा होइन। यहाँनिर कुन पोस्टले राम्रो गरिरहेको छ, कुन पोस्टले होइन राम्रो भइरहेको छ, के छ, एड रन गर्नु भने यहाँनिर एड के कस्तो पर्फर्म गरिरहेको छ होइन। त्यो सबै कुराहरू चाहिँ यहाँनिर देखाउँछ है। सिम्पल हामीले केही गर्न पर्दैन यसमा पनि होइन। यहाँनिर यो एड म्यानेजर खोल्नु भने छुट्टै फेरि एड म्यानेजर अर्को दुनियाँमा लगिदिन्छ है। यसमा चाहिँ क्लिक नगर्नु। यहाँनिर हामीले चाहिँ के गर्नु, जस्ट यहाँनिर क्रिएट एडमा क्लिक गर्नु होइन। त्योभन्दा अगाडि हजुरलाई मैले यहाँनिर कन्टेन्ट र प्लानरवाला देखाउन चाहेँ होइन। अब यहाँनिर कन्टेन्टमा हेर्नु हो भने यो चाहिँ के हो, हामीले चाहिँ कुन कुन कन्टेन्ट हाल्यौँ, कहिले कहिले कन्टेन्ट हाल्यौँ, यहाँनिर सबै कुराहरू इन्साइटहरू चाहिँ यसरी देखाउँछ है। रिच कति रिच पुग्यो, कति लाइक एन्ड रियाक्सन भयो, कति कमेन्ट भयो, कति सेयर भयो होइन। यहाँनिर लास्ट 90 डेजको हेर्ने कि होइन, दिस इयरको हेर्ने कि दिस मन्थको हेर्ने कि होइन, सबै कुराहरू चाहिँ यहाँनिर देखाउँछ होइन। यो उयस के हो, हजुरले आफ्नो अब प्रपर प्लानिङ गर्न सक्नुहुन्छ नि त हजुरले। ल यो पोस्टहरू चाहिँ मेरो राम्रो पर्फर्म गरिरहेको रहेछ होइन। जस्तै दिस इयर नगरेर दिस 90 ल 3 महिनाकोहरूले पोस्ट हेर्नु, मैले चाहिँ अब यो नयाँ पेज भएर मैले त्यति गरेन होइन। 3 महिनामा तिनवटा पोस्ट भयो, जस्तै अब 3 महिनामा जति पनि पोस्ट हुन सक्यो नि त, त्यो पोस्टभरिमा सबभन्दा राम्रो रिच कसकोमा आएको त होइन, कुनमा राम्रो लाइक रियाक्ट आइरहेको छ होइन। अनि हजुरलाई के आइडिया हुन्छ त्यो भएपछि हजुरले फ्युचरमा चाहिँ त्यही अनुसारले फेरि त्यही तरिकाको कन्टेन्टहरू राख्न सक्नुहुन्छ होइन। त्यही अनुसारले मार्केट बुस्ट गर्न सक्नुहुन्छ होइन, एडहरू राख्न सक्नुहुन्छ होइन। त्यो चाहिँ गर्न सक्नुहुन्छ है। यहाँनिर अर्को यहाँनिर के हुन्छ, सेड्युल भन्ने हुन्छ है। यहाँनिर सेड्युल भन्ने ट्याब हुन्छ होइन। सेड्युल ट्याबबाट हजुरले गर्नु सक्छ। सेड्युलमा चाहिँ हजुरले कुनै पोस्टहरू सेड्युल गर्नुभएको छ होइन। जस्तै हजुर कतै काममा जानु पऱ्यो, के गर्नु पऱ्यो, तर चाहिँ हजुरले 1 महिनाको पोस्ट पहिल्यै सेड्युल गरिदिनु भयो भने चाहिँ त्यो पहिल्यै सेड्युल भएर बस्छ है। यहाँनिर कोही ड्राफ्ट छ भने ड्राफ्ट गर्न मिल्छ होइन। जस्तै मैले यहाँनिर एउटा के गरेँ, क्रिएट पोस्टमा गरेँ होइन। यहाँनिर अब यहाँनिर एकैचोटि बल्क अपलोड रिल, अब एकैचोटि अपलोड रिल पनि गर्न मिल्छ होइन। पोस्ट अब अरू पनि गर्नु मिल्छ, यहाँ पोस्ट रिल एक्रस पेजेस होइन। अरूले 3-4वटा पेज म्यानेज गर्दै हुन्छ, त्यो सेम इन्डस्ट्रीको सेम टाइपको छ भनेपछि एकचोटि सब ठाउँमा जा भन्नु नि सक्नुहुन्छ होइन। ल अब यहाँनिर हेर्नु है, जस्तै यहाँनिर अब यसरी पोस्ट गर्दा पनि भयो, यो नगरेर यहाँबाट पोस्ट गर्दा पनि हुन्छ है। यहाँबाट सबभन्दा सजिलो यहीँबाट होला होइन। यहाँबाट पोस्ट गरिदिउँ होइन। यहाँबाट केही हुने केही नै त हुँदैन नि। अहिले चाहिँ मैले के गरेँ भनेपछि यही पहिलेकै एउटा पोस्टलाई होइन, यो सेभ गरेर यसलाई म कपी गरेँ, सेभ इमेजेस, डाउनलोड्समा सेभ गरिदिएँ। मैले चाहिँ के गरेँ अहिलेलाई, ल यहीँबाट मैले सिधै पोस्ट गरिदिएँ है। यो मेटा बिजनेसमा गएन म है। यहाँबाट गरेँ, यहाँबाट केही गर्नु पर्दैन, यहाँ इमेज हाल्नु। यहाँनिर इमेजलाई पेस्ट गर्नु। अनि यहाँनिर यो क्याप्सन चाहिँ एउटा के कुरा ख्याल गर्नु भनेपछि सबभन्दा इम्पोर्टेन्ट भने चाहिँ यो हो है। यो फेसबुकमा अहिले पोस्ट गर्दै हुन्छ भने सबभन्दा इम्पोर्टेन्ट भने चाहिँ ह्यासट्याग हो है। ह्यासट्याग प्लेज अ भेरी इम्पोर्टेन्ट रोल इन फेसबुक पोस्टिङ है। अनि यो सकेसम्म यिनी पोस्टको क्याप्सनहरू चाहिँ सकेसम्म चाहिँ छोटो गराउने कोसिस गर्नु होइन, ताकि मान्छेले पढ्न पनि मजा पढोस् कि होइन। हामीले यतिका लामो पोस्ट लेख्छौँ, त्यो मान्छेले धेरै मान्छेले त पढ्दैन नि त होइन। लामो पोस्ट कस्तो लामो स्ट्याटस हो भनेर छोडिदिन्छौँ नि होइन। हो त्यो नगर्ने, सकेसम्म चाहिँ उसले सकेसम्म चाहिँ छोटरी राख्ने कोसिस गर्ने चाहिँ सक्दो होइन। अनि यिनी ह्यासट्यागहरू चाहिँ प्रपर युज गर्ने है, आफ्नो पोस्टसँग रिलेटेड, आफ्नो पेजसँग रिलेटेड, यदि पेज प्रमोट राम्रोसँग गर्ने हो भने पेज रिलेटेड, पोस्ट राम्रोसँग पोस्ट क्याप्सनमा पनि अब यो पोस्टको डिस्क्रिप्सन राख्ने होइन। अनि यहाँनिर यो पोस्टको डिस्क्रिप्सन भइहाल्यो। अनि एउटा चाहिँ यहाँनिर सिटिए चाहिँ हुनुपर्छ है। मान्छेले यदि छोटो राख्ने, छोटो मिठो राख्ने होइन, सिटिए चाहिँ हुनु पऱ्यो है। रिलेभेन्ट ह्यासट्याग सहितको सिटिए चाहिँ हुनुपर्छ है। सिटिए भनेपछि के हो, त्यो मान्छेले ल पढ्दै गऱ्यो,
जस्तै यहाँनिर किप इट अन्डर 60 क्यारेक्टर एन्ड युज वन मेन क्यु टु गेट द बेस्ट रिजल्ट भन्यो अनि वान टू मोटिभ्स फलो एस एज भन्यो यहाँनिर हजुरले यसलाई फलो गर पेजलाई फलो गर्ने एड चल्दैन भने त्यहाँ फलोमा दाब्ने चान्स धेरै हुन्छ कि त्यो भइसक्यो होइन त्यही भएर एउटा हुक टाइपको होइन मान्छेले ट्याक्क आयो क्याचिङ होइन त्यस्तो खालको चाहिँ यहाँनिर यो सिटिए बटन चाहिँ राख्नु पर्यो है ल अनि त्यसपछि अझ यहाँनिर थोरै तल हेर्नु भने एड टु योर पोस्टमा फोटोहरू राख्नु मिल्छ यहाँनिर ट्याग पनि गर्न मिल्छ यहाँनिर यो जस्तै यहाँनिर हेर्नु भने सबभन्दा मेन यहाँनिर मेसेज पनि पठाउनु मिल्छ यसमा क्लिक गर्नु हो भने यहाँ तल जानु भने सेन्ड मेसेज भनेर आउँछ है सेन्ड मेसेज भने चाहिँ अहिले त्यहाँबाट मेसेज क्लिक गर्ने कि जस्तै अहिले एडमा हेर्नु स्क्रिनसट भनेर देखाउँछ त्यसको थोरै तल हेर्नु भने कुनैमा कल न हुन्छ कुनैमा सेन्ड मेसेज हुन्छ कुनैमा फलोअर्स भन्ने हुन्छ होइन हो त्यो भने चाहिँ यो त्यो छुट्टै हो त्यो एडको पर्सपेक्टिभमा एडको पोइन्ट अफ भ्यूमा चाहिँ होइन त्यो गोल हो होइन यहाँ चाहिँ अबहरूले जस्ट केही नगर्नु पोस्ट मात्रैहरूले लोकल्ली होइन सिम्पल तरिकाले बुस्ट गर्दै हुन्छ भने चाहिँ यो चाहिँ राखे पनि भयो होइन अब मान्छेले यहाँ क्लिक गर्दैन थाहा भने नराखि नि हुन्छ है धेरै मान्छेले यो राख्दैनन् यो पार्ट चाहिँ राख्दैनन् धेरै मान्छेले अनि जस्ट यहाँनिर यस्तो गर्ने नेक्स्ट गर्ने यहाँनिर अब पोस्ट अडियन्स यो गर्ने जस्तै यहाँनिर पब्लिक गर्ने हो कि होइन पब्लिक त्यही हो अरू मिल्दैन जस्तो लाग्छ मलाई यहाँनिर पोस्ट गरिदिने है अब यसमा एउटा घाटा के छ भनेपछि साइड सेड्युल चाहिँ गर्न नमिल्दो रहेछ यसरी चाहिँ होइन यसरी चाहिँ सेड्युल गर्न चाहिँ नमिल्दो रहेछ अब सेड्युल गर्नको लागि चाहिँ हजुरले यो यहीँ जानु होइन बिजनेस सुइट भन्नेमा जानु यहाँनिर क्रिएट पोस्टमा जानु यहाँनिर एड फोटो र भिडियोजमा गएर मैले फेरि त्यही फोटो नै गराएँ है यहाँनिर यसरी राखिदिएँ होइन अब यहाँनिर हेर्नु त यहाँनिर हेऱ्यो सेड्युलिङ भन्ने अप्सन छ नि अब हजुरले यसरी चाहिँ हजुरले के गर्नु एक महिनाभित्रको एक महिनाको चाहिँ आज एक हप्ताको एक महिनाको जहिलेको गरे पनि होइन हजुरले चाहिँ सेड्युल गर्न मिल्छ है जस्तै मैले यहाँनिर के गरिदिएँ भोलिको लागि ल भोलिको लागि ट्याक्क 7 बजेपछि 7 बजे पिएममा चाहिँ यो पोस्ट होस् होइन हामीले चाहिँ के गरिदिउँ यसलाई चाहिँ सेड्युल गरिदिउँ है यसरी चाहिँ सेड्युल पनि गर्न मिल्छ है अब यहाँनिर अब एक्टिभ टाइम्स हेर्नु भने अब यहाँनिर अर्को के हुन्छ भने एक्टिभ टाइम्स भन्ने हुन्छ यो भने चाहिँ के हो भनेपछि हजुरको फेसबुक पेज ठुलो छ होइन फेसबुकमा मान्छेहरू धेरै छन् रियाक्ट धेरै गर्छन् लाइक कमेन्ट धेरैले गर्छन् भनेपछि एउटा चाहिँ उसले फेसबुकले चाहिँ के गरिदिन्छ उसले एक्टिभ टाइम हेरेर हुन्छ हजुरको धेरै फलोअरहरू कुन टाइममा एक्टिभ हुन्छन् होइन त्यो टाइममा चाहिँ हजुरले पोस्ट गर्न सक्नुहुन्छ जसले गर्दा चाहिँ इन्ट्रेक्सनहरू धेरै बढ्छ होइन इन्टरेक्सनहरू आउँछ भनेर चाहिँ हजुरले चाहिँ त्यसरी चाहिँ हजुरले यहाँनिर त्यो टाइममा सेड्युल गर्न सक्नुहुन्छ है ल मैले चाहिँ के गरिदिएँ भोलिलाई चाहिँ 8 7 बजेकोलाई पोस्ट गरिदिएँ है अब यहाँनिर फिनिस लेटर पनि ड्राफ्टमा गएर बस्छ सेड्युल गरेर सेड्युलिङ भयो है यो उम्, अब यहाँनिर अब यो मेटा बुझ्ने सुट मोबाइल एपमा इन्स्टल गर होइन यहाँ यस्तो गर भनेर होइन अहिले के नगरौँ सेड्युल भयो है यहाँनिर हेर्नु नि अब भोलि अटोमेटिक पोस्ट सेड्युल भइसक्यो है ल अब यहाँनिर थोरै तल हेर्नु भने अरू अब यहाँनिर एड्स भन्ने हुन्छ होइन अब यहाँनिर गेट स्टार्टेडमा नयाँ पेज हो धेरै त्यही भएर त्यहाँ हुँदैन भने त्यस्तो गेट स्टार्टेडमा क्लिक गर्नु ल अब सबभन्दा मेन हजुरले छान्ने भने अब यसपछि आउँछ ल स्टार्ट भयो है अब यहाँनिर चाहिँ हजुरको हेर्नु नि के छ चुज अ गोल भनिरहेको छ है यो भने चाहिँ हजुरले एड रन गरेको थ्रुबाट चाहिँ हजुरले के ल्याउन चाहिँ चाहनुहुन्छ आफ्नो पेजमा होइन त्यो हो है यसमा त्यो भने है यो भने चाहिँ जस्तै यो गेट विथ अटोमेटेड स्टार्टेड एड भने नि होइन यो भने चाहिँ फेसबुकले उसले अटोमेटिक नै अटोमेटेड गरिदिन्छ होइन पर्सनलाइज तरिकाले गरिदिन्छ होइन जसले गर्दा चाहिँ हाम्रोमा बेटर रिजल्ट आओस् भनेर चाहिँ हामीले त्यो है यो भने चाहिँ गेट स्टार्ट अटोमेटेड एड्स भन्ने चाहिँ होइन अब अर्को चाहिँ यहाँनिर गेट मोर मेसेज भन्ने चाहिँ यो भने चाहिँ जस्तै हजुरले स्पोन्सर भनेर देख्नुहुन्छ त्यहाँनिर गेट मेसेज अरे सेन्ड मेसेज भन्दा हुन्छ होइन हो त्यो भने चाहिँ हामीले गेट मोर मेसेज हो है अनि यहाँनिर जस्ट अब हजुरले बुस्ट कम फेसबुक कन्टेन्ट अब हामीले चाहिँ केही नगर्ने मेरो जस्ट बुस्ट मात्रै होस् मान्छेले देखोस् होइन त्यस्तो लागि हो भने चाहिँ हजुरले यो बुस्ट फेसबुक कन्टेन्ट भन्नेमा हजुरले क्लिक गर्दा हुन्छ होइन अनि अर्को चाहिँ यहाँनिर प्रमोट योर पेज होइन यो भने चाहिँ के भयो हजुरले चाहिँ मेरो पेजलाई चाहिँ जसोको धेरै मान्छेसम्म जाओस् फलो गरून् मान्छेले होइन हो त्यसको लागि हो भने चाहिँ हजुरले प्रमोट योर पेज गर्न सक्नुहुन्छ होइन अनि यहाँनिर अर्को भने चाहिँ गेट मोर कल्स भन्ने छ यो भने चाहिँ यो गोल भने चाहिँ के हो भनेपछि त्यहाँ मान्छेले जस्तै यहाँनिर यो सेन्ड मेसेजको ठाउँमा कल न भनेर अप्सन आउँछ कि होइन हो त्यो भने चाहिँ गेट मोर कल्स भने है त्यहाँबाट चाहिँ थ्रु त्यो थ्रुबाट चाहिँ हामीले के हो कुनै बिजनेसले चाहिँ सकेसम्म मेरोमा जसोको धेरै कल आओस् न त होइन हो त्यो कुरा चाहिँ हो है यो भने चाहिँ त्यस्तो अब यहाँनिर गेट मोर वेबसाइट भिजिटर यो भने चाहिँ जस्तै हजुरको कुनै वेबसाइट छ होइन मानौँ त्यो वेबसाइटमा हजुरलाई जस्तो धेरै भिजिटर चाहिएको छ होइन त्यसको लागि चाहिँ हजुरले त्यो मान्छे जाउँ त्योमा भन्नलाई हजुरले चाहिँ यो इन्भाइट गर्नु है यो इन्भाइटको लागि चाहिँ यो गर्ने है अनि अर्को एउटा के पनि हुन्छ योबाट हामीले के पनि गर्न सक्छौँ भनेपछि हजुरले कुनै युट्युबमा भिडियो राख्नु भएको छ होइन त्यो चाहिँ फेसबुकमा पोस्ट गर्नु एज अ पोस्ट गरेर अनि त्यहाँनिर हजुरले यो गेट मोर वेबसाइट भिडियोमा क्लिक गरेपछि त्यहाँनिर वेबसाइट युआरएल हाल्नु पर्छ कि त्यो हाले त्यहाँ चाहिँ युट्युबको भिडियोको लिङ्क राखिदिने कि होइन त्यो रिस्क हो मान्छे सिधै त्यहाँबाट हजुर क्लिक गरेर चाहिँ वाच मोर होइन वाच मोरमा क्लिक गरेर सिधै भिडियोमा जान्छ नि होइन कहिले हामीले कुनै एड देखाएको हुन्छ नि त्यहाँ वाच मोरमा क्लिक गरेर सिधै युट्युबमा रिडाइरेक्ट हुन्छ नि होइन हो त्यसको लागि हो यो चाहिँ है
अनि यहाँनिर अर्को गेट मोर लिड्स भन्ने छ, यो भने चाहिँ के हो भनेपछि जस्तै हामीले गुगल फर्मको थ्रुबाट यो वर्कसपको लागि हामीले डिटेल्सहरू फर्म भऱ्यौँ नि होइन, त्यस्तै एउटा के हुन्छ फेसबुकले अटोमेटिक नै उसले एउटा फर्म क्रिएट गरिदिन्छ होइन। त्यो फर्म क्रिएट गरिदिएर चाहिँ इन्फर्मेसनहरू माग्ने कि फोन नम्बर नेम होइन, नेम फोन नम्बर इमेल होइन, त्यसको लागि चाहिँ हामीले यो गेट मोर लिड्सको चाहिँ हामीले चुज गर्छौँ है। अब यहाँ सबभन्दा धेरै प्रचलित के छ भनेपछि एउटा यो छ, एउटा यो गेट मोर मेसेज, अनि यो बुस्ट पोस्ट फेसबुक कन्टेन्ट होइन, धेरै ट्यागको केही नगर्ने, मेसेज पनि चाहिएको छैन मलाई, केही कल पनि चाहिएको छैन, जस्ट मेरो पेज चाहिँ सबैको सामु देखियोस्, फलो गरौँ भन्ने होइन। त्यस्तो केही छ भने चाहिँ यो दुइटा चाहिँ बेस्ट छ है। अब हामीले चाहिँ आज हामीले के गर्छौँ भनेपछि जुन चलिरहेको त्यहीँबाटै गरौँ है, गेट मोर मेसेज भन्नेबाट गरौँ, यो पछि भित्र गएर पनि चेन्ज गर्नु मिल्छ है हजुरले है। ल के छ, गोलको बारेमा सबैले बुझ्नुभयो नि होइन, गोलहरू के इम्पोर्टेन्ट छ भनेर, कुन गोलले के काम गर्छ भनेर। ल बुझ्नुभयो भने वान लेख्नु है। ल अब यसपछि हजुरको त्यहाँनिर गोल सिलेक्ट गरिसकेपछि त्यहाँनिर एउटा गोल सिलेक्ट गर्नुभयो नि होइन, एउटा यसरी अर्को पपअप खुल्छ होइन। यहाँनिर यहाँबाट नि अझै चेन्ज गर्नु मिल्छ है, यहाँनिर पनि छ नि होइन, यहाँनिर पनि छ नि, यो अझै यहाँबाट नि चेन्ज गर्नु मिल्छ है यो गोलको कुराहरू। कतै बाहिर झुकेर अर्को एउटा क्लिक भयो म चाहिँ अर्को गर्न खोजेको थिएँ भनेर यहाँबाट नि अझै चुज गर्न सक्नुहुन्छ है। यहाँ नि आउने त्यही नि है। वाट ह्याप्पेन वाट ह्याप्पन। ब्याक ब्याक ब्याक। ल यो चाहिँ गोल सिलेक्ट भयो, यहाँनिर अब हजुरले यहाँनिर युजर पोस्ट गर्नु है, यो भने चाहिँ कुन पोस्टलाई चाहिँ हजुरले चाहिँ बुस्ट गर्न चाहनुहुन्छ त होइन, त्यसको लागि हो यो चाहिँ। जस्तै अब मैले यहाँनिर यो पोस्ट छ एउटा होइन, माथि कभर फोटो के बुस्ट गर्नु पऱ्यो, यही मैले युज पोस्ट गरिदिएँ होइन। अब यहाँनिर आउँछ पालो, ल यहाँनिर अर्को पनि छ एउटा है पालो, त्यसपछि आउँछ पालो पोस्ट, हजुरले चुज गर्नुभयो। अब त्यसकोमा चाहिँ यो क्याप्सन थियो होइन, हामीले पोस्ट राख्ने बेला चाहिँ यो कुरालाई चाहिँ हामीले डिस्क्रिप्सनमा राखेका थियौँ होइन। तर हजुरले चाहिँ के गर्न सक्नुहुन्छ, जस्तै यसलाई चाहिँ मन परेन म अरू राख्छु भनेर पनि राख्न सक्नुहुन्छ है। जस्तै यसलाई मैले यहाँनिर के गरिदिएँ भनेपछि यसरी केही टाइप गरिदिएँ होइन, एसडिएफजिएचजेकेएल यसरी केही टाइप गरिदिएँ होइन। यहाँनिर चाहिँ अब त्यहीहरूले जे कन्टेन्ट लेख्नुहुन्छ नि त्यही चाहिँ एडको रूपमा उता देखिन्छ है। यहाँनिर देख्यो नि होइन, यही चाहिँ हजुरले रेस्पोन्सबाट देखिन्छ, यहाँभित्र गएर पोस्टमा केही चेन्ज हुँदैन, यो चाहिँ जस्ट हजुरले देखिने भने के हो, एडको डिस्क्रिप्सनमा चाहिँ त्यो देखिने हो है। ल अनि त्यसपछि अर्को अब यहाँनिर जस्तै फोटोको कुरा आउँछ है, फोटोहरू हजुरलाई यो मन पराएन अरू राख्ने कि होइन, अब हजुरले यहाँ सबै कुरा राख्न सक्नुहुन्छ है, अरू राख्ने कि के गर्ने होइन, त्यो सबै कुरा चाहिँ हजुरले यहाँनिर राख्न सक्नुहुन्छ है। अब यहाँनिर अब अर्को आउँछ हेडलाइन है, 25 क्यारेक्टरको हेडलाइन हुन्छ है होइन। यहाँनिर हेर्नु भने यो 25 क्यारेक्टरको हेडलाइनहरूले राख्ने हो है। यो चाहिँ अरूले के राख्ने भनेपछि क्लिक टु एक्सन भने जस्तै होइन, के राख्नु जस्तै यहाँनिर मैले यहाँ के राखिदिन्छु अन पेज एसइओ टिप्स भनेर राखेँ है। यहाँनिर प्रिभ्यू पनि हेर्न सक्नुहुन्छ यता राइट साइडमा है हजुरको एड प्रिभ्यू भनेर देखिरहेको नि होइन, यहाँनिर आयो नि अन पेज एसइओ टिप्स भनेर सेन्ड मेसेज भनेर आयो होइन। हामी चाहिँ के गरेको थियौँ गेट मोर मेसेजमा क्लिक गरेको थियौँ होइन। अब यही कुरा हामीले गेट मोर कल्समा क्लिक गऱ्यौँ भने कलमा भनेर आयो नि होइन। हो यसरी चाहिँ हामीले गर्ने हो है, यो माथिको कुराहरू होइन। कलमा क्लिक गर्नु नि यहाँनिर नम्बरहरू देखाउँछ होइन, कुन नम्बरमा कल जाने गराउने होइन, के गर्ने भन्ने कुराहरू देखाउँछ होइन। यहाँनिर जस्तै सेन्ड मेसेजमै क्लिक गरिदिएँ अहिले मैले होइन। ल ल अब त्यसपछि अर्को पालो आउँछ यहाँनिर मेसेजिङको पालो आउँछ है। यो पार्ट चाहिँ अझै हेर्नु पऱ्यो है, यो मेसेजिङ भनेर पालो आएको छ होइन, यो भने चाहिँ हेर्नु पऱ्यो है। अब यो भने के हो भनेपछि हजुरको चाहिँ त्यहाँ मान्छेले एडमा क्लिक गरे बापत के मेसेज पठाउँछ उसलाई होइन, त्यो मान्छेलाई के मेसेज पठाउने भन्ने कुराहरू हो होइन। अब यो भने के हो भने यहाँनिर यहाँ माथि हेर्नुभयो भने यहाँनिर सेन्ड मेसेज भन्ने आउँछ नि होइन, यसमा क्लिक गरेपछि मान्छेले के आउनु त भन्ने कुराहरू हो कि होइन। यसलाई हामीले एडिट पनि गर्न सक्छौँ है। अब त्यसलाई यहाँनिर मान्छे हामी अब यहाँनिर अरू पनि हुन्छ नि होइन, अब यहाँनिर यो मलाई मन परेन म राम्रै आफ्नो गराउँछु भनेर यहाँनिर क्रिएट न्यू पनि गर्न सकिन्छ, मैले क्रिएट न्यू गरिदिएँ होइन। यहाँनिर यसरी चाहिँ आउँछ है होइन।
आयो नि होइन यहाँनिर टेम्प्लेटको नामहरू राख्न मिल्छ है। जस्तै एसइओ एज। ल यसपछि यहाँनिर आयो नि होइन, यहाँनिर आयो। यो एसइओ भने चाहिँ के हो भनेपछि नाम हो है। जस्तै यसलाई मैले हटाएर यहाँनिर के राखिदिएँ, यहाँनिर हाईको पछाडि मैले यहाँ के राखिदिएँ भनेपछि अम्, नमस्ते। नमस्ते भने अनि यहाँनिर यहाँ प्लसमा जानु अब सबै कुरो राख्नु मिल्छ है। फर्स्ट नेम देखाउने कि लास्ट नेम देखाउने कि फुल नेम सबै नेम देखाउने कि पेजको नेम देखाउने कि होइन त्यो कुरा चाहिँ हजुरले यहाँनिर राख्नु मिल्छ। मैले चाहिँ फर्स्ट नेम अफ द रिसिप्ट युज गराएँ होइन। यहाँनिर के भयो फर्स्ट नेम हजुरले जस्तै जे नेममा क्लिक गर्नुहुन्छ एडमा त्यही देखाउँछ है। मेरो स्क्रिन अड्डिने आफै। मैले फर्स्ट नेम रिसिप्ट देखाएँ होइन अब त्यसमा यहाँनिर के देखाउँछ जस्तै नमस्ते एन्ड वेलकम टु आवर पेज भनेर देखाइदिएँ है। मैले चाहिँ अहिले के गरेँ जस्ट यति मात्र राखेँ है त। ल अनि त्यसपछि यहाँनिर अब क्वेसन अब हजुरले चाहिँ यो भने चाहिँ फ्रिक्वेन्टली आस्क क्वेसन जस्तै बुझ्नु कि होइन धेरै के क्वेसन सोधिन्छ त होइन त्यो अनुसारको चाहिँ हामीले चाहिँ यहाँ राख्ने हो है। जस्तै यहाँ के अरे भने चाहिँ वाट आर द मेन फ्याक्टर्स अफ अन पेज एसइओ भन्ने है। ल यसरी राख्न सक्नुहुन्छ होइन। अब यहाँनिर मैले अहिले के गरेँ यहाँनिर यहाँबाट यसलाई कपी मात्रै गरिदिएँ। उम्, यहाँनिर हेर्नु त है मैले चाहिँ अहिले के गरिदिएँ भनेपछि यति लाइनलाई कपी गरिदिएर होइन यहाँ गएँ यहाँनिर गएर एन्सर दिएको थिएँ है। अब मैले यहाँनिर यो क्वेसन दुइटै हटाइदिएको छु यो पनि हटाइदिएँ यो पनि हटाइदिएँ है। यहाँनिर पनि क्वेसन राख्नु मिल्छ। अब मान्छेले के हुन्छ भने जस्तै यो माथि यहाँनिर देखिहाल्ने भयो होइन यो कुराहरू। अब यहाँनिर जस्तै यस्तो पनि गर्न सक्नुहुन्छ है। ल अनि यहाँनिर यस्तो यति कुरा चाहिँ मान्छेले त्यहाँ फेसबुकमा सेन्ड मेसेजमा क्लिक गर्ने बित्तिकै देखाउँछ है यो कुराहरू है हाई अब डट डट जी वेल नमस्ते एन्ड वेलकम टु आवर पेज भनेर होइन। अब त्यसपछि यहाँनिर अरूले त्यहाँनिर यसरी यही तरिकाले पपअप हुन्छ यो प्रिभ्यूमा जस्तो देखाएको छ त्यस्तै तरिकाले चाहिँ पपअप हुन्छ है त्यहाँ। अनि यहाँनिर वाट आर द मेन फ्याक्टर अफ अन पेज एसइओ भने यसरी क्लिक गरेपछि उसलाई के जान्छ अटोमेटिक एन्सर अ क्लियर किवर्ड फोकस टाइटल क्यान इन्स्टेन्टली इम्प्रुभ ऱ्याङ्किङ किप इट अन्डर 60 क्यारेक्टर एन्ड युज मेन अफ द किबोर्ड भनेको छ नि होइन हो। यो कुराहरू चाहिँ अटोमेटिक नै जान्छ है त्यहाँ उसको मेसिन्समा होइन। अब यहाँनिर जस्तो अरू क्वेसनहरू राख्न सक्नुहुन्छ है। ल यहाँनिर मैले के राखिदिएपछि हाउ क्यान वी कन्ट्याक्ट यु भनेर राखिदिएँ है। अब यहाँनिर यस्तो राखिदिएँ यहाँनिर अब कन्ट्याक्ट अस भनेर होइन। अब यहाँनिर आफ्नो नम्बर राख्नु सक्नुहुन्छ होइन। यसरी के नम्बर राख्ने होइन इमेल के इमेल एड्रेस पनि राख्ने होइन हो। यसरी चाहिँ हजुरले के गर्न सक्नुहुन्छ यो सबै कुराहरू चाहिँ हजुरले चाहिँ त्यहाँ राख्न सक्नुहुन्छ है। अब त्यो उयस के हो मान्छेलाई सजिलो भयो नि होइन जस्तै हाउ क्यान यु कन्ट्याक्ट मान्छेले कन्ट्याक्ट गर्न चाह्यो होइन त्यहाँ क्लिक गऱ्यो भने के हुन्छ कन्ट्याक्ट अस भनेर यो एन्सर अटोमेटिक जान्छ है। अब त्यो उयस के भयो हजुरले अब एड रन गरिदिने मान्छेले त्यहाँ कन्ट्याक्ट डिटेल देख्छ होइन त्यहाँबाट मान्छे अटोमेटिक आइहाल्छ नि त होइन। हो त्यो कुरा चाहिँ हजुरले चाहिँ गराउनु सक्नुहुन्छ है। यो मेसेज पनि हजुरले यहाँनिर सुरक्षित टाइपको राख्न सक्नुहुन्छ कोही अब कोही एड हजुरले केही अरू सर्भिसले बेच्दै हुन्छ भने त्यो सर्भिसको रिलेटेड एफिक्यू राख्न सक्नुहुन्छ होइन। कोहीहरूले जस्ट प्रमोट मात्रै गर्नु खोज्दा मान्छे प्रमोट त्यस्तो खालको राख्न सक्नुहुन्छ होइन हो। त्यो कुरा चाहिँ हजुरले यहाँ राख्न सक्नुहुन्छ है। मेसेजिङ टेम्प्लेट चाहिँ त्यो हो है। अनि त्यसपछि यहाँनिर छ एप्स भन्ने छ है। अब हजुरले हजुरको एड चाहिँ कहाँ कहाँ देखाउनु त जस्तै मेटाको कुन कुन प्लेटफर्ममा देखाउने त होइन जस्तै फेसबुकमा त अहिले देखिहाल्ने भयो। अब त्यहाँनिर मेसेन्जरमा देखाउने कि अब इन्स्टाग्राम कनेक्ट गरेपछि इन्स्टाग्राममा देखाउने अप्सन आउँछ। वाट्सएपमा कनेक्ट गरेपछि वाट्सएपमा देखाउने अप्सन आउँछ होइन। वाट्सएपमा कनेक्ट गर्नलाई चाहिँ सायद बिजनेस नम्बर बिजनेस वाट्सएपवाला चाहिन्छ कि जस्तो लाग्छ मलाई होइन। त्यो उयस के हो बिजनेसमा नि हजुरको वाट्सएपमा पनि हजुरको कहिले स्पोन्सर भनेर देखाइदिन्छ होइन हो। त्यो कुराहरू चाहिँ हुन्छ है। यो भने चाहिँ त्यो है यिनी यो एप्स भने चाहिँ। अब यहाँनिर हेर्नु हो भने स्पेसल एड क्याटेगोरी छ नि होइन यो भने चाहिँ हजुरको एड इम्प्लोइमेन्टसँग रिलेटेड छ कि छैन त होइन। जस्तै कि पेजले चाहिँ अब के हुन्छ भनेपछि इम्प्लोइमेन्ट एडलाई स्पोन्सर गरेर हुन्छ नि होइन हो। त्यो एडसँग त्यो पेज रिलेटेड छ कि छैन भन्न खोजेँ है यो है।
यो चाहिँ गरौँ नत्र नगराउँदा नि हुन्छ। त्यसपछि आउँछ मेन पार्ट है अब चाहिँ यो यो पार्ट चाहिँ हेर्नु है, अडियन्सवाला पार्ट चाहिँ हेर्नु पऱ्यो है। अब यहाँनिर हजुरले केही क्लिक गर्नु भएन होइन, केही क्लिक गर्नु भएन, जस्ट हजुरले यहाँ मात्र गएर केही गर्नु भने यहाँ तल गर्नु डे घटाइदिनु भयो, त्यो गरेर पब्लिस गरिदिनु भने के हुन्छ, उसको फेसबुकले आफै चुज गर्दा एडभान्स प्लस अडियन्समा जान्छ है, एडभान्स अडियन्समा जान्छ होइन। त्यहाँनिर हेर्नु भने यहाँनिर के छ डिटेल हेर्नु भने लोकेसन नेपालमै जाने भयो, मिनिमम एज 18 एजमा जाने भयो होइन। अब यहाँनिर कुन कुन अडियन्सले जाने के गर्ने होइन, केही सबै कुराहरू छैन नि त होइन। हो यसमा चाहिँ आउँछ जस्तै हिजो विशाल सरले विशाल सरले डिस्कस गरेको कुराहरू पर्सनाजको कुराहरू आउँछ है, कुन मान्छेलाई टार्गेट गर्ने, कति एज ग्रुपलाई टार्गेट गर्ने होइन, सबै कुराहरू आउँछ है। जस्तै मैले अहिले चाहिँ यहाँनिर के गर्दै भनेपछि क्रिएट न्यू भन्नेमा गएँ, म चाहिँ यहाँनिर नयाँ अडियन्स गराउन चाहेँ है। अब यहाँनिर नाम राख्नु मिल्छ होइन, एसइओ मैले एसइओ एज भनेर राखेँ होइन। अब यसपछि यहाँनिर हेर्नु हो भने यो अनै हुन्छ होइन, केही नगर्नु यसलाई, यसले एडभान्स प्लस अडियन्स त फेसबुकले अटोमेटिक टेक्नोलोजीले आफै उ गरिदिने हो होइन यसलाई। अब यहाँनिर जेन्डर हेर्नु भने जस्तै अरूले कसलाई टार्गेट हुन्छ, जस्तै अरूलाई दुइटै मेन फिमेल दुइटैलाई गर्नु हो कि, मेललाई मात्रै गर्नु हो कि वुमेनलाई मात्रै गर्नु हो कि होइन, त्यो हजुरको जिम्मामा भयो है। अब मैले चाहिँ अहिले एसयू भावनाले मैले दुइटैलाई टार्गेट गरेँ होइन। अब मेरो चाहिँ टार्गेट के भयो, 18 त मिनिमम एज हुनु पऱ्यो। अब यहाँनिर यता गएर हेऱ्यो 65 मान्छेले त्यही 65 65 वर्ष बुढो मान्छेले हेर्दैन नि त हाम्रो हेर्दा होइन। त्यसलाई घटाएर मैले के गरिदिएँ, 30 वर्षकोसम्मलाई भनौँ न अहिले त होइन, 30 वर्षसम्मलाई चाहिँ मैले ल मेरो एड देखा भनेर गरिदिएँ है। यो चाहिँ हजुरको आफ्नो प्रोडक्ट हजुरको बिजनेस के छ, त्यो व्यापार के छ, त्यो अनुसारले गर्न सक्नुहुन्छ है। अब मैले यसलाई बढाएर 35 राखेँ भने त्यति इफेक्टिभ नहुनसक्छ, किनकि एसइओ भन्ने टपिक मान्छेले हेर्ने भने चाहिँ अब त्यही 18 देखि 30 एज ग्रुप अलिक धेरै हेर्छ कि मान्छेले होइन। अब योभन्दा 30 भन्दा माथिको नजाने होइन है, 30 भन्दा माथिको पनि जान्छ, तर त्यो जुन हामीले टार्गेट गरेर गर्छौँ त्यो त्यति धेरै इफेक्टिभ तरिकाले चाहिँ जाँदैन है। ल त्यसपछि यहाँनिर आउँछ लोकेसन है, यो यसको कुराहरू बुझ्नु हो। ल, सबैले यहाँसम्म त बुझ्नुभयो होला होइन। ल अब यहाँनिर आउँछ लोकेसन है, अब यो चाहिँ मेन हो है। जस्तै हजुरको चाहिँ मानव नेपालभरि गर्नु छ भने जस्ट नेपाल हान्नु, यस नेपालभरि सिलेक्ट हुन्छ है। अब यो पनि हुँदैन भने चाहिँ हजुरले चाहिँ के आइडिया गर्न सक्नुहुन्छ भने चाहिँ नेपालभरि सिलेक्ट भएन जस्तो हजुरलाई लाग्छ भने चाहिँ नेपालको 14 अञ्चलको नाम अञ्चलका नाम हान्नुपर्छ है यहाँ चाहिँ है। अब यहाँ अपडेट भएको छैन खै किन, यो सगरमाथा जुन हान्नु यी होइन, यो उयस के हो सगरमाथाभरि जानुभयो, एलयुएम बिआई एनए लुम्बिनी हान्नु, लुम्बिनी जोन हान्नु यी होइन। अब राप्ती भयो, राप्ती जोन कोसी भन्ने हुन्छ होइन। हो यस्तै 14 अञ्चलका नाम हाने चाहिँ अब ओभरअल नेपाल सिलेक्ट हुन्छ होइन। काठमाडौँ सिलेक्ट भयो नि क्या होइन, बागमती, भेरी होइन। हो यसरी चाहिँ हजुरले यसो गरेपछि के हुन्छ, यो प्रत्येक जोनमा सिलेक्ट हुन्छ, त्यो भएपछि चाहिँ प्रत्येक नेपालमा हजुरको चाहिँ ओभरअल देखिन्छ है, ओभरअल सिलेक्ट भए जस्तो मानिन्छ होइन। यो चाहिँ हजुरले ओभरअल गर्न खोज्दै हुन्छ नि त्यस्तो गर्न सक्नुहुन्छ है। अब मैले चाहिँ के गर्दै अहिले चाहिँ जस्ट हजुरले चाहिँ मैले यहाँनिर के गरेँ भने जस्ट मैले आफ्नो लोकल एरियामा प्रमोट गर्न खोजेँ है। अब यहाँनिर घोराइ गएँ होइन, जस्तै त्यसपछि यहाँनिर तल हेर्नु हो नि, यो हजुर सबैमा आउँछ है यहाँनिर मैले यो माइल्स आफ्नो अब कति रेडियस चलाउँछ, जस्तै मैले 10 माइल यति मात्रै देखाउन चाहेँ कि होइन, यतिले मात्रै मेरो एड चाहिँ अरू योभन्दा बाहिर नजान चाहेँ कि होइन। यहाँनिर 50 माइल भने धेरै ठुलो हो नि त होइन। अब आफ्नो एरियाभन्दा ठुलो यहाँ सुर्खेतमा जान्छ, कोवलपुरमा जान्छ होइन। हो त्यो देखाउन चाहे कि होइन, त्यो चाहिँ हजुरले चाहिँ अब कुन एरियामा हजुरले टार्गेट गर्नुहुन्छ, लोकल एरियामा टार्गेट हुन्छ लोकली गर्नु पऱ्यो, नेपालमा टार्गेट हुन्छ नेपालभरिको गर्नु पऱ्यो होइन। जस्तै अब यहाँनिर बसेर चाहिँ हजुरले मानौँ मैले चाहिँ घोराइ बसेर ल काठमाडौँको मान्छेलाई देखा नि त त्यो एड होइन। वहाँनिर गऱ्यो भने यहाँनिर काठमाडौँ भयो, काठमाडौँ ललितपुर बिदुर भन्ने गइरहेको नि अहिले होइन, 25 माइलमा होइन। मैले यसलाई घटाएर नै मैले काठमाडौँ मात्रै अलि फोकस गर्छु भनेपछि यहाँनिर काठमाडौँ ललितपुरमै नि जाने भयो है, चन्द्रगिरी अब जाने भयो। अब जस्तै यहाँनिर अब थोरै माथि बढाएर मैले भरतपुरसम्म पुग्छ पुग्दैन होइन। ल यहाँनिर हेर्नु न, सबै यति माथिसम्म जाने भयो कि यहाँनिर यता कहाँ यो भीमेश्वरसम्म जाने भयो होइन, 50 माइल। अनि माथि अब नयाँ जाने भयो बसपार्क होइन। यो यहाँ लगभग लगभग चितवन भरतपुरै होला सायद, चितवनको भरतपुरसम्म नि देखिने भयो कि त्यो हाट होइन। 50 माइल मैले गराएँ भने होइन, यो अब जस्तै यहाँनिर जस्तै अब मैले काठमाडौँ 50 माइल गराएँ, आइएलएल इलाम गरायो भने
यहाँनिर इलाममा पुगेँ नि मैले, इलाम पनि अब यो मेन सिटी नभएर के होस् 1 माइल पनि गर्नु मिल्छ, 50 माइल हो म्याक्सिमम् त होइन। यहाँनिर यो इन्डिया सिलिगुडीसम्म पनि पुग्यो कि होइन। अब मैले लङ छैन इन्डिया यति मात्रै गर्नु छ भनेपछि उम्, यहाँसम्म हो नि होइन। हो यसरी चाहिँ हजुरले सिटी चाहिँ सिलेक्ट गर्न मिल्यो है। मैले चाहिँ जस्तै के गर्दै यसलाई ल मैले बुटोल हाल्ने, बुटोल पनि लाई 25 माइल 20 माइल गराइदिएँ। ल यति गर्थेँ है। अब त्यसपछि अर्को आउँछ हजुरको डिटेल टार्गेटिङको पालो आउँछ है। यहाँनिर यो भने चाहिँ हजुरको अडियन्स सिलेक्ट गर्ने कुरा हो है। जस्तै मैले एसइओको पोस्ट गरेको छु होइन। अब एसइओ मान्छेले कुन कुन मान्छेले हेर्छ त होइन, जस्तै सर्च इन्जिन हान्नु है। सर्च इन्जिन अप्टिमाइजेसन सफ्टवेयर चलाउने सर्च इन्जिन अप्टिमाइजेसन सफ्टवेयर चलाउने मान्छेले हेर्न सक्यो कि नै, सक्यो होइन। सर्च इन्जिन अप्टिमाइजेसन जब टाइटल भएको मान्छेलाई नि देखाउन सक्यौँ हामीले होइन। एसइओ काम गर्ने मान्छेले नि देखाउन सक्यौँ नि त होइन। त्यस्तै अब हामीले चाहिँ के हेर्न सक्यौँ, जस्तै इमेल मार्केटिङ गर्ने मान्छेलाई नि देखाउन सक्यौँ होइन। हो यो भने चाहिँ के हो भने चाहिँ हामीले टार्गेटेड पर्सनाज भने यो हो है। यो मान्छेलाई देखा, योभन्दा बाहिर इन्ट्रेस्ट भएकोलाई नदेखा भनेर चाहिँ हामीले त्यसरी चाहिँ गर्न मिल्छ है। इमेल मार्केटिङलाई गर्न सक्यौँ होइन। अब सायद डिजिटल मार्केटिङ भन्ने आउँछ कि आउँदैन होइन। डिजिटल मार्केटिङ आउँदैन जस्तो लाग्छ मलाई। डिजिटल मार्केटिङ स्ट्राटेजी अब यसलाई काम छैन, स्ट्राटेजी गर्ने मान्छेलाई होइन एसइओको बारेमा पढाएर काम छैन होइन। अब यो चाहिँ आफूले चाहिँ फिल्टर आउट गर्न सक्नु पऱ्यो है। जस्तै अब यहाँनिर डिजिटल मार्केटिङ ठाउँमा अनलाइन मार्केटिङ हान्नु हो भने यो चाहिँ आउँछ कि अनलाइन एडभर्टाइजिङ, यो मार्केटिङ भनेर डिजिटल मार्केटिङ भने चाहिँ एउटै हो है। यसले चाहिँ हामीले गर्न सक्यौँ होइन। हो यो तरिकाले हामीले गर्न सक्छौँ। जस्तै यहाँनिर हेर्नु हो भने यो इन्ट्रेस्ट भने यो भने चाहिँ मान्छेले त्यो कुरामा इन्ट्रेस्ट भएकोलाई मात्रै भने हो इन्ट्रेस्ट भन्ने खोजेको चाहिँ होइन। अब यो भने चाहिँ डेमोग्राफिक्स भने चाहिँ डेमोग्राफिकली हामीले को जस्तो यो जब टाइटल भएकोले देखाउन सक्यौँ होइन, अरू पनि इन्ट्रेस्ट हुन्छन् अरूलाई देखाउन सक्यौँ होइन। त्यसरी चाहिँ हामीले यहाँनिर सर्च गर्न सक्छौँ है। जस्तै यहाँनिर अरू हेऱ्यौँ भने अरू के हुन्छन् भन्नु त, ल च्याटमा उ गर्नु त, च्याटमा लेख्दै जानु त। सिमरस आउँछ आउँदैन होला। ल च्याटमा लेख्दै जानु त, एसइओ कन्टेन्ट टार्गेटेड गरेर हामीले कुन कुन टाइपको अडियन्सलाई चाहिँ हामीले दिन सक्छौँ भनेर। हामीले ब्याचलर लेभल पढ्नलाई पनि दिन सक्यौँ होइन। यहाँनिर ब्याचलर डिग्री हेर्नु भने यहाँनिर हायर एजुकेसन ब्याचलर पढेर मान्छेलाई देखाउन सक्यौँ होइन। देखाउन सक्यौँ नि होइन। अब हेर्नु त यहाँनिर भयो त्यस्तै यहाँनिर स्टुडेन्ट भन्नुभएको छ होइन। अब स्टुडेन्ट युनियन भन्ने आउँछ, स्टुडेन्ट भन्ने आउँछ होइन। एजुकेसनल टाइपको त्यसलाई पनि देखाउन सक्यौँ होइन। होइन अझै स्टुडेन्ट हेर्नु हो भने अझै आउँछ है स्टुडेन्ट भन्ने है। स्टुडेन्ट युनियन भन्ने देखाउन सक्यौँ होइन। जति स्टुडेन्ट हामी टार्न त्यति चाहिँ बेस्ट है। यहाँनिर अरू पनि के भन्नु भने त आइटी स्टुडेन्ट भन्नुभएको छ जस्तो लाग्छ मलाई। आइटी स्टुडेन्ट आउँदैन है, आउँदो रहेछ आइटी स्टुडेन्ट भनेर। ल यसरी चाहिँ हामीले यहाँ खोजेर सर्च गर्न सक्छौँ है। अनि यहाँनिर हजुरले यतातिर छेउमा हेर्नु भने ब्राउज भन्ने देख्नुहुन्छ होइन। त्यसमा हजुरले क्लिक गर्नु भने यहाँनिर अझै हजुरले पनि अझै डिटेलमा अझै हेर्न सक्नुहुन्छ है। जस्तै यहाँनिर एजुकेसनमा क्लिक गर्नु भने अब कसलाई देखाउनु त होइन, जस्तै स्कुललाई देखाउने कि होइन, हायर लेभल एजुकेसन लेभल कुनलाई देखाउनु, जस्तै हाई स्कुल ग्रेजुएट इन कलेज होइन, कलेज ग्रेजुएट सबै कुरालाई यसरी सिलेक्ट गर्न मिल्छ। सबै कुराले यो भने चाहिँ अलि राम्रोसँग हेरेर चाहिँ गर्न मिल्छ है। अब यहाँनिर इन्ट्रेस्टमा गएर हेर्नु भने हजुरको के छ, अब यहाँनिर इन्ट्रेस्ट अब फ्यामिली एन्ड रिलेसनसिप, अब जस्तै हजुरको चाहिँ फ्रेन्डसिप रिलेसनसिप हेर्नु, जस्तै भर्खर कसैको बिहा भयो त्यसलाई मात्रै टार्गेट गर्न चाहनुहुन्छ, त्यसलाई टार्गेट गर्न खोज्नु भयो कि होइन, यी सबै हेर्नु। जस्तै फादरहरू जस्तै कोही भर्खर सानो उसको बच्चाको बुवा बन्नु भएको उसलाई टार्गेट गर्न खोज्नु भयो कि होइन, यी सबै कुरा चाहिँ अझै अझै हेर्नु भने मजाले डिटेलमा हेर्न मिल्छ है। यसरी चाहिँ मिल्छ है। जस्तै यहाँनिर बिहेभियर हो, कस्तो खालको बिहेभियर भएको मान्छेले देखाउँछ। जस्तै एनिभर्सरी कोही अब एनिभर्सरी हुनु जस्तै 2 महिनाभित्र कोही एनिभर्सरी त्यसलाई देखा भनेर चाहिँ हामीले टिक गर्न मिल्छ है। अब यहाँनिर बिहेभियरमा हेर्नु हो भने केही पनि देखाएन त। मोबाइल डिभाइस युजरमा हेर्नु भने हजुरले अब जस्तै अल डिभाइस मोबाइल डिभाइस अपरेटिङ सिस्टम होइन, फेसबुक एक्सेस भएकोलाई होइन, रिसेन्टली डिटेक्टेड डिभाइस अब हजुरले हो यो कसरी गर्न सक्छ के गर्न सक्छ होइन।
त्यो चाहिँ हामीले त्यसरी चाहिँ गराउन सक्छौँ है। यो सबै डिटेलमा हामीले गर्न सक्छौँ है। यदि हामीलाई आफ्नो प्रोपर डिटेलमा हाम्रो होइन प्रोपर एडको रिजल्ट चाहिएको छ भने त्यसरी चाहिँ गर्न सक्छौँ है। अब एउटा फाइदा एउटा बेफाइदा भनौँ कि एउटा फाइदा भनौँ के हुन्छ भनेपछि यसरीहरूले टार्गेटेड गरेर गर्नु भने एउटा फाइदाहरूलाई के हुन्छ भनेपछि यो टार्गेट एजको ग्रुपले यो इन्ट्रेस्ट भएकोले चाहिँ ल मेरो एड चाहिँ हेर्दो रहेछ भन्ने हुन्छ नि त होइन। अब त्यो अघि फर्स्टमा थियो नि बुस्ट पोस्ट गरेर ज्याम केही हेर्नु हेर्ने बजेट र डे यति डे भनेर तोकिदिने होइन। त्यो रिस्क के हुन्छ मान्छेले हेरे तर त्यहाँ एज थियो नि 18 देखि 65 प्लस थियो त्यो बिचमा मेरो अडियन्स टार्गेटेड अडियन्स कुन हो त आवाजले थाहा हुने नि त होइन। हो त्यो त्यसरी चाहिँ हामीले त्यो थाहा नहुने भावनाले यसको यसको थ्रुबाट हामीले डिटेल्ली वेमा टार्गेट गरेर गऱ्यौँ भने हामीले एउटा फाइदा हुन्छ है। तर अब मजाले रिजल्ट आउने त त्यो अर्को थ्रुबाट हो बुस्ट पोस्ट गरेर गरेपछि सब मान्छेले त्यहाँ देखे मान्छे सबले क्लिक गरिदिन्छन् होइन। अब यसोबाट के हुन्छ जसकोमा इन्ट्रेस्ट हुन्छ त्यहीकोमा जान्छ त्यो मान्छे गइसक्यो त्यो जस्ट जाए त्यसले मात्र इन्ट्रेस्ट हुन्छ नि होइन त्यसले मान्छे क्लिक गर्छ त्यसले हामीलाई कन्ट्याक्ट गर्छ होइन। हो त्यो कुरा चाहिँ हामीले फोकस गर्नुपर्ने हुन्छ है। कुनबाट गर्दा चाहिँ अब बेस्ट त यही नै हुन्छ है डिटेल टार्गेटिङको थ्रुबाटै गर्दा बेस्ट हुन्छ है। अन्त मैले यहाँनिर अझै तल गएँ मोबाइल डिभाइस युजर हेर्नु त यहाँनिर एन्ड्रोइड 360 डिग्री मोबाइल सपोर्टेड नट सपोर्टेड होइन फेसबुक एक्सेस छ भने होइन हो कसलाई गर्ने सबै कुराहरूले चाहिँ गर्न मिल्छ है। जस्तै यहाँनिर हेर्नु त नेटवर्क पनि 2G चलाउने मान्छेलाई पनि देखा भनेर गर्न मिल्यो नि होइन। हो यति डिटेलमा चाहिँ दिन्छ है फेसबुकले हामीले मजाले काम गर्न सक्यौँ भने यति मजाले चाहिँ दिन्छ है फेसबुकले है। जस्तै यहाँनिर डिजिटल एक्टिभिटिजमा गएर हेऱ्यौँ भने होइन कोही नयाँ एक्टिभ बिजनेसलाई लेस देन 6 मन्थ छ सप एडमिन छ होइन सबै कुरा चाहिँ हामीले यहाँनिर हेर्न मिल्छ है। ल यहाँनिर आउँछ है तल फेरि हामीले काम गर्दै गयौँ भने सबै कुरा त्यही अनुसारले नै आउँछ है। यो भने चाहिँ हाम्रो के हो डिटेल टार्गेटिङ गरेर गर्ने काम चाहिँ यो हो है। ल ए सरी म त्यहाँ सेभै गर्नु क्या हो। ल यो भने चाहिँ डिटेल टार्गेटिङ भने चाहिँ यो हो है। यसलाई चाहिँ हामीले सेभ अडियन्स गरिदियौँ भने हामीलाई के हुन्छ यो अडियन्स बनाएर हामीले राख्यौँ भने एउटा फाइदा के हुन्छ भनेपछि हामीले फ्युचरमा काम गर्न लाग्यो भने यहाँनिर पहिले अब त्यो टाइपको पोस्ट हुन्छ त्यो टाइप पोस्ट यहाँनिर एसयुएस भन्नेमा क्लिक गरिदियो उम्, यो अडियन्स भएकोलाई माथि जा भनेर चाहिँ यसरी जान्छ है। ल अनि त्यसपछि अर्को आउँछ यहाँनिर सेड्युल एन्ड ड्युरेसन भन्ने कुराहरू आउँछ होइन। अब हामीले अहिले भर्खरै पोस्ट गर्नु छ भने चाहिँ त्यो पब्लिस पनि गर्न सक्छौँ होइन। जस्तै यो एड मैले चाहिँ 3 दिनपछि एड चल न त होइन एड 3 दिनपछि एड रन हुन्छ भनेपछि हामीले त्यसरी नै सेड्युल गर्न पनि सकिन्छ है। अब यहाँनिर त्यसपछि सुरुमा हेरौँ अब यहाँनिर अप्सन दुईवटा अप्सन हुन्छ है हामीले यो सेड्युल एन्ड ड्युरेसनमा हेर्नु हो भने होइन यो एड रन दिस एड कन्टिन्युसली भन्ने हुन्छ है। यो भने के हो भनेपछि मजाले 1 महिनासम्म एड हालिदिने हेर्दै नहेर्ने होइन। त्यो 1 महिनापछि आफै कन्टिन्युसली हामीले एडमा गएर आफै बन्द गर्न पर्छ है। अब त्यसलाई हामीले बजेट पनि छुट्याउन सक्छौँ होइन। अब अर्को भने चाहिँ के छ भनेपछि क्लोज वेन दिस एड विल इन भन्ने छ होइन। यो भने चाहिँ कति दिनलाई हामीले एड चलाउने त होइन त्यो चाहिँ गर्नुहुन्छ है। अब 7 दिन चलाउने कि 5 दिन चलाउने कि 4 दिन चलाउने कि होइन। अब राम्रोसँग रिजल्ट चाहिएको छ भने 4 दिन चाहिँ उसले म्याक्सिमम् चला भन्छ होइन फेसबुकले। अब हामीले चाहिँ धेरै जस्तो के गर्छौँ भनेपछि 10 दिनसम्मलाई भनौँ न होइन 10 दिनलाई चलाइदिउँ। अब यहाँनिर डिसेम्बर 27मा इन्ड हुने छ। अब यहाँनिर डेली बजेट अब एक दिनमा कति खर्च गर्ने त होइन यो कुरा चाहिँ त्यो हो है। अब यहाँनिर इस्टिमेटेड अडियन्स साइज पढ्यो भने चाहिँ यो चाहिँ हजुरको बजेट अनुसार घट्दै जान्छ है यो हजुरको बजेट अनुसार घट्दै जाने हो है। अब जस्तै यहाँनिर मैले यहाँनिर क्लिक गरेँ भने यसलाई यहाँ मैले क्लिक गरेँ भने अब हजुरको यो कति बजेट छ के छ भने यहाँ चाहिँ सिलेक्ट गर्न मिल्छ जस्तै यसलाई $2 गरिदिनु भयो भने यहाँनिर घट्यो नि यति मान्छेसम्म हजुरको डेली जान्छ त्यो चाहिँ घट्यो है। हामीले त्यो चाहिँ आफूले सोचेर कति खर्च गर्दा चाहिँ आफूलाई बेस्ट हुन्छ होइन। अब मिनिमम $1 देखाएको छ यहाँ मिनिमम $1 देखि $500 जति पनि हामीले खर्च गर्न मिल्छ है आफ्नो बजेट अनुसार है। अब यहाँनिर यो डेली बजेट यहाँ लिमिटेड भने अब यो भने भर्खर नयाँ पेज क्रिएट भएको हुनाले होइन धेरै बजेट खर्च दिँदैन उसले होइन। यो भने चाहिँ डेली बजेट कति खर्च गर्ने भन्ने कुराहरू हो है। ल अब त्यसपछि सबभन्दा मेन इम्पोर्टेन्ट पार्ट आउँछ यो डलर कार्ड भन्ने आउँछ यहाँनिर सायद एड कार्ड भनेर हजुरकोमा देखिन्छ होला होइन। यो एड कार्ड भनेर चाहिँ आउँछ है अब यो कसको मेरोमा कसको लिङ्क रहेछ होइन। यहाँनिर हजुरले राख्नु मिल्छ है। यहाँनिर यस्तरी आउँछ है हजुरकोमा अप्सन है।
ए डलर कार्ड भन्छ यहाँनिर। अब यहाँनिर कुन डलर कार्ड युज गर्ने होइन, यहाँनिर नेक्स्ट गरिदियो भने यस्तरी आउँछ है। नेम नाम के छ, कार्ड नम्बर के हो, मन्थ के हो, सिबिबी के हो, सबै इन्फर्मेसन हालेर सेभ गरेपछि उसले चाहिँ एड रन गरिदिने हो है। यहाँनिर थोरै तल हल्दै हेर्नु हो भने यहाँ यहाँ क्लिक गरेर हेर्नु भने सेड्युल पनि गर्नु चाहिँ मैले भनेको थिएँ नि, एडले हामीले सेड्युल पनि गर्न मिल्छ है। डेली $1 यति होइन। अनि सेड्युल गरिदिने हो भनेपछि हामीले ट्याक्क सेड्युल हुन्छ है त्यो कुरा है। हामीले यसरी चाहिँ यहाँनिर अब अझै चाहिँ डलर कार्डको इन्फर्मेसन यहाँ राख्नु हो होइन, त्यो सबै गर्नु काम गर्नु हो भनेपछि अनि यहाँनिर पब्लिस गरिदिनु भयो भने उसले फेसबुकले हेर्छ, रिभ्यू गर्छ, अन्डर 5 मिनट त्यो 10 मिनट्समा हजुरको एड पब्लिस हुन्छ है। यति नै छ मेटा बिजनेस सुटबाट एड अन गर्ने तरिका होइन। सबभन्दा मेन हामीले थाहा पाउनु पर्ने भनेको चाहिँ यो टार्गेटिङ पर्सनाज त हामीले थाहा पाउनु पऱ्यो होइन। यो कुरा बुझ्नु हो नि होइन, टार्गेटिङ पर्सनल हामीले के कुरा ध्यान दिने, के कुरा हेर्ने भन्ने कुराहरू होइन। त्यहाँ अब कमेन्ट गर्दै हुन्थ्यो भने चाहिँ मैले पक्कै त्यही बुझेँ होइन। बुझ्नु भएको छ यो टार्गेट पर्सनाजको बारेमा भन्ने बुझेँ। यसमा सबभन्दा मेन थाहा पाउनु भने चाहिँ कुन लोकेसनमा हामीले टार्गेट गर्ने, अनि कुन हामीले कुन मान्छेलाई चाहिँ इन्ट्रेस्ट, कुन मान्छेको इन्ट्रेस्ट भएकोलाई टार्गेट गर्ने त होइन। त्यसलाई चाहिँ भने हो। जस्तै यहाँनिर अब यहाँ यो एसयुको पोस्ट नदेखि मान्छे पनि छन्। जस्तै यहाँनिर यो 2G चलाउने मान्छे, युनिभर्सिटी भएको मान्छेले हामीले के काम होइन, हामी त्यही राख्दैछौँ नि होइन, यसरी हामीले चुज गर्न सक्छौँ भनेर होइन। अब न्यू एक्टिभ बिजनेस लेस देन 6 मन्थ, मोर देन 6 मन्थ, यिनलाई के काम होइन, सब एडमिनलाई एसइओ के काम होइन, यो एसइओ पोस्टको अनलाइन अन पेज एसइओको होइन हो, हामीले त्यो पनि राखेछौँ नि होइन। हो यो सबै कुरा चाहिँ हामीले फिल्टर आउट चाहिँ गर्नुपर्ने हुन्छ है। ल यही नै छ सबै मेन कुराहरू होइन। अनि त्यसपछि अब यो भने चाहिँ हामीले जस्ट एड अन गर्ने हो। यहाँनिर थोरै यहाँनिर अल टुल्समा गएर हेर्नु हो भने हजुरले बिजनेस सुटबाट हजुरले के गर्ने सबै कुराहरू यहाँ छ है। सबै कुराहरू यहाँनिर गर्न मिल्छ है। लिड सेन्टरमा गएर हजुरले लिइरहेको लिडलाई हामीले राख्न मिल्छ होइन। यहाँनिर इनबक्समा हजुरले हेर्न मिल्छ, कन्टेन्टहरू यहाँनिर मिल्छ, एडमा गएर हामीले एड हेर्न मिल्छ, एड म्यानेजरमा गएर एड मिल्छ। जस्तै बिलिङ एन्ड पेमेन्टमा हजुरले क्लिक गर्नु हो भने यहाँनिर देखाइदिन्छ है हजुरको है। त्यही हो है, त्यो एडमा तल पब्लिस क्लिक गर्नु भने उसले फेसबुक रिभ्यू गर्छ, अनि 5 to 10 मिनटमा चाहिँ पब्लिस हुन्छ है। ल यहाँनिर हेर्नु त है, करेन्ट ब्यालेन्स फेसबुकलाई तिर्न बाँकी यति छ भने है नि। अब यहाँनिर यो विल पे वेन योर ब्यालेन्स इज जस्ट $2। अब यो बिस्तारै हाल्दै बिस्तारै एड हाल्दै जानुभयो, एड होइन, एड बुस्ट गर्दै जानुहोस्, यो बढ्दै जान्छ है, यो बढ्ने कुरा है। अनि एन्ड अन दिस डे December 26, 2025 यहाँनिर दुइटा भने नि यु विल पे होइन भनेर देखायो नि होइन। यो भने चाहिँ के हो भनेपछि कि हजुरको ब्यालेन्स $2 पुग्यो एड अन गरेर होइन, कि 26 तारिक चाँडै आयो होइन। त्यो दुइटामा जे कुरा चाँडै हो त्यही कुरा अनुसार चाहिँ फेसबुकले चाहिँ पैसा काट्ने हो है हजुरको है। अब यहाँनिर डेली स्पेन्डिङ लिमिट $50 राखिदियो नि होइन। यो भने चाहिँ हजुरले दिनमा चाहिँ $50 एकैचोटिमा $50सम्मको चाहिँ एडहरूले रन गर्न सक्नुहुन्छ होइन। अघि न त्यहाँनिर सुरुमा हामीले $500 पुऱ्याउने लिमिट ल्याइदिएको थियो नि होइन। हो त्यो कुरा चाहिँ हामीले यहाँनिर राख्नुपर्छ है। यो कुरा त्यो कुरा चाहिँ हामीले यहाँबाट हेर्न सक्छौँ है। यहाँनिर पेमेन्ट एक्टिभमा गएर हामीले पेमेन्ट हेर्न मिल्छ होइन, के कस्तो गर्ने, के पेड छ भनेर है। ल यहाँनिर पेमेन्ट एक्टिभिटीमा गएर हजुरले कहिले कहिले पैसा तिर्नुभयो, कहिले कहिले राख्नुभयो, सबै कुराहरू चाहिँ यहाँनिर हेर्न मिल्छ है। यहाँनिर $0.89 रहेछ तिर्न होइन। अब यो कहिले तिरौँला होइन, एड अन गर्ने बेला यहाँनिर रिपोर्टिङ पनि राख्नु मिल्छ होइन। एड रिपोर्टिङमा हजुरले क्लिक गर्नुभयो भने एड मेन्जरमा खुल्छ यो सबै, यो फेरि यहाँनिर यो हेर्नु मिल्छ है, यो यहाँनिर सेभ पनि गर्न मिल्छ यी होइन, एक्सपोर्ट पनि गर्न मिल्छ यी होइन। सबै कुराहरू चाहिँ हामीले प्रोपर गर्न मिल्छ है, कामहरू सबै रिपोर्टदेखि लिएर होइन। यहाँनिर रिपोर्टलाई पनि चेन्ज गर्न मिल्छ होइन। जस्तै एसइओ एड एड्स, अब म कति बजी 8 बजिसक्यो, 8:05 बजिसक्यो, म धेरै टाइम लिन्न है। मैले यसलाई ब्याक गरिदिएँ। ल ल यो बुझ्नु भयो नि होइन। यहाँनिर इन्स्टाग्राम कनेक्ट गर्नु नि एउटा फाइदा के हुन्छ भने चाहिँ हजुरले फेसबुकमा आएको मेसेज छुट्टै रिप्लाई गर्ने, इन्स्टामा आएको छुट्टै मेसेज गर्ने, रिप्लाई त्यस्तो गर्नु पर्दैन है, सिधै यहाँ इनबक्समा गएर हेर्न मिल्छ। ल ल यो के छ, यो एड अन गर्न सक्नुहुन्छ नि होइन, बुझ्नुभयो नि है। म यहाँनिर अब विशाल सर हुनुहुन्न होला, म यो क्वेसनहरू कहाँसम्म भएको थियो यहाँनिरसम्म हालेको छ। ल बुझ्नुभयो नि होइन, सबले बुझाएकोले वान लेख्नु त ल। ल यहाँनिर एउटा किर्क लिम्बुजीले बिजनेस एरिया अडियन्स एनालाइसिस अफ द्याट पर्टिकुलर एरिया टुल छ। फेसबुकमा मेटाको रिलेटेड चाहिँ छैन होला है।
उसको लागि चाहिँ छ जस्तो लाग्छ मलाई यो हामीले कम्पिटिटरको एडहरू चाहिँ हेर्न मिल्छ होइन। त्यसको टुल्सको नाम के थियो? त्यसको टुल्सको म हेर्छु ल। उम्, हामीले सबै कुराहरू प्रपर गर्न मिल्छ। एड्स लाइब्रेरीबाट है, एड्स लाइब्रेरीबाट हेर्न मिल्छ जस्तो लाग्छ मलाई होइन। यहाँनिर हेरौँ त, यहाँनिर सबै कुरा हेर्नु मिल्छ, कुन एड क्याटेगोरीबाट हेर्ने होइन। जस्तै यहाँनिर एसइओ भनेर देखाउँछ। कसको हेर्ने, जस्तै यहाँनिर मैले हेर्न गएँ भने मैले बिआरओ एडब्ल्यू ब्रोइजको हेर्न आएँ है। मैले कसैको हेरौँ न ल, कसैको देखाउँछ होला एउटा एउटाको त। यो पनि हेर्न मिल्छ सबैहरूले यहाँनिर। सबभन्दा मेन एड लाइब्रेरीबाट हेर्नु होइन, यो अब कति खर्च भयो के भयो देखाउने हो यो। अल एड ब्रोडवेज इन्फोटेक भन्ने छैन र नाम के छ? ल यहाँनिर गएर हेर्नु हो भने सबै कुरा देखिन्छ है, कुन एड एक्टिभ भइरहेको यस एड डिटेलमा गएर हेर्नु हो भने यहाँ पनि अरू पनि कुरा पनि देखिन्छ है। उम्, कहिले एड रन भयो, कहिले सुरु भयो, कुन कुन प्लेटफर्महरूलाई टार्गेट भएको छ होइन। हो, यहाँबाटहरूले चाहिँ आफ्नो कम्पिटिटरको चाहिँ एडहरू चाहिँ हेर्न सक्नुहुन्छ है। कुन कुन एड रन गरिरहेछन् होइन, कुन कुन हामीले काम गर्न सक्छौँ, सबै कुराहरू चाहिँ यसरी चाहिँ देखिन्छ है। यहाँनिर कस्तो खालको एड हो यो यी होइन, सबै कुराहरू चाहिँ यहाँनिर देखिन्छ है। जस्तै यहाँनिर मैले डिजिटल मार्केटिङ हाल्यो भने त्यो पनि देखिन्छ होला। यहाँनिर चाहिँ डिजिटल मार्केटिङसँग रिलेटेड कसले एड हालिरहन्छ होइन, त्यो सबै कुरा पनि देखिन्छ है। यी अब हजुरलाई यो फाइदा के हुन्छ भनेपछि, यिनी रिसर्च गरेपछि एउटा फाइदा के हुन्छ भनेपछि आफूलाई आइडिया हुन्छ नि त। ल मैले चाहिँ यो कुरामा अलि धेरै फोकस गर्नुपर्ने रहेछ होइन, अलि धेरै चाहिँ रिसर्च गर्नुपर्ने रहेछ, यो कम्पिटिटरभन्दा चाहिँ अझै बेस्ट हुनुपर्ने रहेछ होइन। हो, त्यो सबै कुराहरू चाहिँ आफूले थाहा हुन्छ होइन। त्यही भएर हामीले चाहिँ टुल्सहरू युज गर्नु कारण चाहिँ त्यो हो है। टुल्सबाट गर्दा कुन अडियन्स एरियाहरूमा यसले फर बेटर ग्रोथ इन बिजनेस टुल मस्ट बी कम्पलसरी टुल्स, वीरेन्द्रजीले भनेको थियो होइन, टुल्स सकेसम्म चाहिँ बिजनेस सुइटबाट गर्नु होइन, यस सकेसम्म मेटाको टुल्सहरू युज गरेर गर्दा अझै बेस्ट हुन्छ है एडहरूको कम्पेरिजनमा होइन। ल ल हुन्छ, आजलाई त्यसो भए यति नै गरौँ होइन। जे होस्, यो एड रन गर्दा बुझ्नुभयो जस्तो लाग्यो मलाई चाहिँ होइन। एड रन गर्न सक्नुहुन्छ होला जस्तो लाग्यो, अरूले पर गएर आफूले एकचोटि प्र्याक्टिस गर्नु होइन। त्यही धेरै सब परसम्म पनि पुग्नु पर्दैन होइन। जस्तो यहाँनिर मैले पब्लिस भन्ने बटन देखाएको थिएँ नि होइन, यहाँनिर त्यो पब्लिस भन्ने बटनसम्म पुग्नु होइन। त्योसम्म गरेर आउनु पनि भोलि अब अरूलाई पछि काम गर्न पनि सजिलो हुन्छ होइन। डाइरेक्टबाट नि मिल्छ, तर यो यो कन्सेप्ट चाहिँ युज नगर्ने भन्छन् कि होइन। रुकौँ है, यहाँनिर बुस्ट पोस्ट भन्ने चाहिँहरूले यो यसरी चाहिँ सिधै नगर्ने भन्छन् कि होइन, त्यो भएपछि
त्यसको रिजन त अब आई डोन्ट नो होइन। तर सकेसम्म चाहिँ मेटा बिजनेस सुटबाटै गर्दा बेस्ट हुन्छ। बिजनेस सुटबाट चलाउनु भने अझ हजुरलाई बेस्ट हुन्छ है। ल हुन्छ, आजलाई यति नै गरेँ मैले होइन। अब भोलि अब लास्ट दिन, भोलि अझै अरू कुराहरू हेरौँला होइन। हाउ टु कम्युनिटी बिल्डअप छ जस्तो लाग्छ मलाई लास्ट दिनमा होइन। त्यसपछि हजुरको क्युएनए के छन् 3 डेजभित्रमा होइन। फोर्थ त्यसको लास्ट क्युएनए के छन्, डिजिटल मार्केटिङसँग होस्, एसएसँग रिलेटेड होस्, सबै जे जे क्वेसन छन्, सबै कुरा जे छन्, यु क्यान आस्क दियर होइन, भोलिको लागि है। ल हुन्छ, आजलाई यति नै गरौँ है। ल थ्याङ्क यू एभ्री वान। राइट, थ्याङ्क यू सो मच प्रवेश सर फर लाइक एकदम क्रेजीवाला थियो आज चाहिँ राम्रोसँग प्र्याक्टिकली सबैजनाले बुझ्नुभयो होला है। लाइक सबैजनाले राम्रोसँग आजको क्लासहरू बुझ्नुभयो होला, म त्यही एक्सपेक्ट गर्छु। एन्ड दिस इज द एन्ड अफ आवर डे 3 अफ आवर वर्कसप। विल सी यु अन डे 4। थ्याङ्क यू सो मच एभ्री वान फर जोइनिङ दिस वर्कसप। विल सी यु टुमोरो। यु क्यान लिभ, बाई बाई, गुड नाइट। ल हुन्छ, सबैजनाले भोलि भेटौँला है त।